न्यानो अभिनन्दन स्वागत जनाउँदै कार्यक्रम सुरु गर्न लागिरहेका छौँ औपचारिक ढङ्गमा। यहाँहरूलाई यो पनि सूचना दिन चाहन्छौँ कि हामीले निम्ताएका आजका प्रमुख अतिथि जीटीए प्रमुख कार्यपाल माननीय श्री अनित कुमार थापाज्यू केही कारणवश यहाँ आइपुग्नु भएको छैन। हामी उहाँको इन्तजारमा छौँ। यद्यपि कार्यक्रमलाई हामी अघि बढाउँदछौँ र यसको निम्ति म हाम्रा सूचना एवं सांस्कृतिक विभाग जीटीएका भलिन्टियर दिदी बहिनीहरूलाई तयार बसिदिने अनुरोध गर्दछु र हामी आजको समारोहमा खदा माला अर्पण गरेर स्वागत जनाउन चाहन्छौँ आजका यस हलमा उपस्थित मान्यजन अतिथिगणमा। यसहरू पनि देख्दैछौँ र उहाँहरूलाई क्रमैले खदा अर्पण गरेर स्वागत जनाइदिने म अनुरोध गर्दछु। सायद यहाँबाट नाम दिने गर्दा समय लाग्ला र यतिन्जेल खदा क्रम भइरहेको बेला म सरस्वती वन्दनाको निम्ति गायिकाहरू सुश्री ललिता राई, माफ गर्नुहोला, मात्र गायिका सुश्री ललिता राई, माननीय इन्द्रजित मिजार डोर्सबाट आइपुग्नुभएका छ। यहाँलाई दार्जिलिङको यस गोठाउन मञ्च भवनमा स्वागत अभिनन्दन जनाउँछु। यसरी नै अजय कुमार थापाज्यू मास्टर विकसन थापा साहित्य कला संस्थाका अध्यक्षज्यू पनि हामी माझ हुनुहुन्छ। यसरी नै हामी माझ एवं रीति अलिक मास्तिर हाम्रा माननीय सचिन राई दुली सर यहाँ उपाध्यक्ष हुनुहुन्छ। एवं रीतिले मङ्गलसङ्घ भारतका कमल मङ्गरज्यूलाई पनि म उठिदिने अनुरोध गर्दछु। उहाँ मङ्गलसङ्घ भारतका अध्यक्ष, केन्द्रीय अध्यक्ष, डुवर्सकै नेपाली साहित्य समितिलाई प्रतिनिधित्व गरेर आउनुभएका छ। हामी खदा अर्पणको यो कार्यक्रमलाई एकछिन थाँतीमा राखेर यसपछि फेरि हामी आउनेछौँ। हेलो हेलो
बोले पनि सकिँदैन। उहाँ एकजना इन्स्टिट्युट संस्थान हुनुहुन्छ जसमा हामीले शोध गर्न धेरै कामहरू बाँकी छ, अधुरो छ। आउने दिनमा सायद यो काम हुन्छ होला। र कार्यक्रमलाई अघि बढाउँदै म यहाँ निम्ताउन चाहन्छु आदरणीय सर चन्दन थापा स्वागत सम्भाषणको निम्ति। लाहुरेको रेलीमै फेसनी राम्रो, रातो रुमाल रेलीमै खुकुरी भिरेको। आजको यस गरिमामय अवसरमा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत तथा अभिनन्दन व्यक्त गर्दछु। आज हामी महान सङ्गीत साधक, राष्ट्रप्रेमी तथा नेपाली कला संस्कृतिका अमूल्य धरोहर मास्टर मित्रसिंह थापाको 130औं जन्म जयन्ती तथा सम्मान अलङ्करण समारोहका निम्ति यस प्रेक्षागृहमा एकत्रित भएका छौँ। मास्टर मित्रसिंह थापाले नेपाली लोक सङ्गीत मार्फत देशप्रेम, समाजसेवा र सांस्कृतिक चेतनाको दीप प्रज्वलित गर्नुभएको थियो। उहाँका योगदानहरू आज पनि हामी सबैका लागि प्रेरणाका स्रोत बनेका छन्। उहाँको जन्म जयन्ती मनाउनु भनेको उहाँको आदर्श, विचार र कर्मलाई स्मरण गर्दै अगाडि बढ्ने सङ्कल्प गर्नुपर्ने हो। यसरी नै मास्टर मित्रसेन थापा साहित्य कला संस्थान दार्जिलिङको तर्फबाट आजका अतिथि श्रीमान अनुज थापा सर, कार्यकारी सभासद सूचना एवं संस्कृति विभाग गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनलाई हामी हार्दिक स्वागत जनाउँदछौँ। यसरी नै कार्यक्रमका सम्माननीय विशिष्ट अतिथिहरू क्रमले श्रीमान ज्योति कुमार राई, सल्लाहकार गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन, श्रीमान विमल राई, सहनिर्देशक सूचना एवं सांस्कृतिक विभाग गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन, साथै उपस्थित विभिन्न विभागीय सभासदगण, यहाँहरू सम्पूर्णलाई मास्टर मित्रसिंह थापा साहित्य कला संस्थान दार्जिलिङको तर्फबाट न्यानो स्वागत जनाउँदछौँ। मास्टर मित्रसिंह थापा जन्म जयन्ती तथा अलङ्करण समारोहमा आज मित्रसिंह थापा स्मृति पुरस्कारद्वारा पुरस्कृत हुन लाग्नुभएका श्रीमान इन्द्रजित मिजार महोदय, यहाँलाई पनि यस कार्यक्रममा स्वागत गर्न पाउँदा हामी गर्वित बनेका छौँ। स्वागतकै क्रममा म स्वागत गर्न चाहन्छु मगर सङ्घ भारतका प्रतिनिधिगण, राष्ट्रिय मगर सङ्घ, अखिल भारतीय मगर सङ्घ, नेपाली साहित्य सम्मेलन दार्जिलिङ, गोर्खा दुःख निवारक सम्मेलन दार्जिलिङ, हिमालयन कला मन्दिर, गोर्खा भारतीय जनजाति महासङ्घका प्रतिनिधिगण, भारतीय नेपाली गीतकार समूह, सप्तरङ्गी समूह, कला साहित्य मञ्च दार्जिलिङ, साहित्य कला संस्थान लेबोङ, सुनदा साहित्य संस्थान, वसुधा दार्जिलिङ, नेपाली साहित्य संस्थान डुवर्स नेपाली साहित्य विकास समिति, ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संस्थान दार्जिलिङ जिल्ला पुस्तकालय, कार्निभल ब्यान्ड दार्जिलिङ, साथै पुलिस ब्यान्ड अनि सिक्किम, खरसाङ, कालिम्पोङ, मिरिक, डुवर्स आदिबाट पाल्नुभएका सम्पूर्ण आदरणीय अतिथिहरूलाई पनि मास्टर मित्रसिंह थापा साहित्य कला संस्थान दार्जिलिङको तर्फबाट आजको कार्यक्रममा हार्दिक स्वागत जनाउँदछौँ। अन्त्यमा नेपाली कला साहित्य र सङ्गीतका अमर साधक मास्टर मित्रसिंह थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै, साथै आज अलङ्कृत हुन लाग्नुभएका व्यक्तित्वहरूलाई हार्दिक बधाई गर्दै यो समारोह प्रेरणा, सम्मान र संस्कृतिको उत्सव बन्न सफल होस् भन्ने कामनासहित यहाँ उपस्थित सबै मान्यवर महानुभावहरूप्रति धन्यवाद ज्ञापन गर्दै म मेरो स्वागत भाषण यही नै समाप्त गर्दछु। धन्यवाद। शुभम।
फोल्ड हुने आजका यस कार्यक्रममा उपस्थित सूचना एवं सांस्कृतिक विभागका कार्यकारी सभासद सम्माननीय अनुज थापाज्यू, परिचित तथा प्रतिष्ठित गायक श्री इन्द्रजित मिजारज्यू, यहाँ उपस्थित आदरणीय सभासदगण, मास्टर मित्रसेन थापा साहित्य कला संस्थान का पदाधिकारी वर्ग, सूचना एवं सांस्कृतिक विभाग जीटीए का पदाधिकारी वर्ग, साथै साहित्य, सङ्गीत तथा समाजका विभिन्न क्षेत्रबाट आउनुभएका सम्पूर्ण महानुभावहरू, आजको मेरो वक्तव्य मेरो अङ्ग्रेजी लेखमा आधारित छ जुन नादनर्थन जर्नलमा 2023 मा प्रकाशित भएको छ। त्यो लेखमा मैले भारतीय स्वतन्त्रता आन्दोलनको सन्दर्भमा मास्टर मित्रसेनको योगदानलाई बुझ्ने प्रयास गरेको छु। हामी मध्ये धेरैले मास्टर मित्रसेनलाई एक अत्यन्त लोकप्रिय सङ्गीतकारको रूपमा चिन्छौँ, तर उनको बहुआयामिक व्यक्तित्वका अन्य पक्षहरूमाथि अध्ययन भने अझै पनि निकै सीमित छ। यही अभावलाई ध्यानमा राख्दै मेरो उक्त लेखले मास्टर मित्रसेनका केही प्रमुख गीतहरूलाई भारतीय राष्ट्रवादको दृष्टिकोणबाट हेर्ने प्रयास गर्दछ। सन् 2022 मा कालिम्पोङको कुमुदिनी होम्सका ब्यान्डले स्विजरल्यान्डको बेसिल ट्याटू भन्ने ऐतिहासिक कार्यक्रममा भाग लियो। स्विजरल्यान्डको आकाश भारतीय राष्ट्रगानले मात्र होइन, तर एउटा लोकप्रिय नेपाली गीतले पनि गुन्जमान भयो। त्यो गीत थियो लहरेको रेलीमाई फेसनै राम्रो। पुस्ता पुस्ता पार गर्दै पनि यो गीतको लोकप्रियता कायम रहनु भनेको सङ्गीतले श्रोतालाई भावनात्मक रूपमा कसरी छुँदछ भन्ने कुरोको सशक्त उदाहरण हो। र सङ्गीतको यही सम्भावनालाई प्रयोग गर्दै मास्टर मित्रसेनले भारतमा छरिएर बसेका नेपालीहरू बीच पहिचान र एकताको भावना निर्माण गरेका थिए। उनको गीतहरूले कसरी समुदायको मनोबल उकास्न, सामाजिक प्रतिष्ठा सुदृढ गर्न प्रयोग गरिए, यी सबै कुरा बुझ्नका लागि सबैभन्दा पहिला मास्टर मित्रसेनको जीवनलाई बुझ्नु अनिवार्य हुन्छ। सन् 1912 देखि 1920 सम्म लगभग 8 वर्ष मित्रसेन गोर्खा राइफल्समा सेवारत थिए। यही अवधि उनले युद्धले निम्ताएका रक्तपात, हिंसा र अमानवीयतालाई नजिकबाट अनुभव गरे। यसै सन्दर्भमा मित्रसेनका जीवनीमा लेखक मगन पथिक लेख्छन्, मित्रसेनले अन्ततः यो बोध गरे कि अरूका लागि लड्न भन्दा आफ्नै देशवासीहरूको सेवा गर्नु नै बढी सार्थक र अर्थपूर्ण कार्य हो। यही कारण उनले सेना त्यागेर सन् 1926 मा भाक्सुमा हिमालयन थिएट्रिकल कम्पनी स्थापना गरे र विभिन्न स्थानमा आफ्नो सांस्कृतिक प्रभावहरू फैलाए। यसै सन्दर्भमा डाक्टर खगेन शर्मा उल्लेख गर्छन्, मित्रसेनको असाधारण कलात्मक प्रतिभालाई कदर गर्दै जनसाधारणले उनलाई यही समयमा सम्मानपूर्वक मास्टर भन्ने उपाधि दिएका हुन्। एम पथिककै अनुसार लोकमान्य तिलकको गीता रहस्य र गान्धीको अनासक्ति योग्यबाट प्रेरित भएर मित्रसेनले भगवत गीता नेपालीमा अनुवाद गरे। सन् 1932 मा देहरादूनबाट प्रकाशित नेपाली पत्रिका तरुण गोर्खामा गान्धीको आत्मकथा धारावाहिक रूपमा प्रकाशित हुँदा त्यसले मित्रसेनको वैचारिक यात्रालाई अझै सुदृढ बनायो। सन् 1920 को दशकतिर दार्जिलिङमा भाषा र साहित्यको माध्यमबाट
नेपाली सचेतना जरा गाड्दै गरेको देखिन्छ र हामीले 1920को अन्ततिर र 1930को दशकमा हेऱ्यौँ भने यही ऐतिहासिक प्रक्रियालाई मास्टर मित्र सेनले सङ्गीतको माध्यमबाट अझ व्यापक र जीवन्त बनाए। जनसाधारणले सहजै बुझ्ने सरल नेपाली भाषामा उनका रचित गीतहरूले नेपाली सचेतनालाई भावनात्मक गहिराई प्रदान गर्यो। उनका भक्ति गीत र लोकगीतहरू सरल भाषामा गाइएका कारण गोर्खा सैनिकहरूका साथसाथै क्यान्टोनमेन्टका छेउछाउमा बसोबासो गर्ने परिवारहरू बीच पनि एकताको भावना सृजना गर्न सफल भएको पाउँछौँ। यसको दीर्घकालीन प्रभावलाई पछि आधिकारिक रूपमै स्वीकार गरेको देखिन्छ। सन् 2001 को अक्टोबरमा भारत सरकारको डाक विभागले मास्टर मित्र सेनको सम्मानमा डाक टिकट जारी गर्दा उनका गीतहरूले समुदायभित्र आत्मसम्मान र देशभक्तिको भावना जगाएको उल्लेख गरिएको छ र आधिकारिक सरकारको आधिकारिक भनाइ यस प्रकार छ। He traveled widely in India and Nepal addressing the Gorkha community and striving to raise them to a higher moral and cultural plane. The self-respect and patriotism which he infused into the community is believed to have been instrumental in the Gorkha troops in Malaya joining the Indian National Army during the Second World War. र यसै सन्दर्भमा आजाद हिन्द फौजको गुप्तचर विभागमा उल्लेखनीय योगदान दिनुभएका मेजर दुर्गा मल्ल पनि स्वयं मित्र सेनबाट गहिरो रूपमा प्रेरित थिए। स्वतन्त्रता आन्दोलनको सन्दर्भमा लेख्दै के मोक्तान आफ्नो किताब द गोर्खाज इन द फ्रिडम स्ट्रगल अफ इन्डियामा भन्नुहुन्छ, गान्धीजीका विचारहरू फैलाउन र गोर्खा समुदायभित्र राष्ट्रियवादी चेतना जगाउन नेपाली पत्र पत्रिकाहरूले महत्त्वपूर्ण भूमिका खेलेका थिए। तर यी कारणहरूले नै गर्दा गोर्खा युवाहरू राजनैतिक विचारधाराबाट प्रभावित नहुन् भन्ने कुरामा ब्रिटिस शासकहरूको विशेष सतर्क थियो। लेखक मुक्तानको अवलोकन अनुसार ब्रिटिसहरू चाहन्थे कि गोर्खा युवाहरूको निष्ठा ब्रिटिस राजप्रति नै कायम रहोस्, यसैले उनीहरूमाथि कडा निगरानी राखिन्थ्यो र यस्तै ऐतिहासिक परिस्थितिहरूलाई ध्यानमा राख्दा मास्टर मित्र सेनको गीतहरूमा राष्ट्रवादबारे प्रत्यक्ष र खुल्ला चर्चा किन कम देखिन्छ भन्ने कुरो बुझ्न सजिलो हुन्छ। गान्धीवादी विचारबाट प्रेरित मास्टर मित्र सेनले सामाजिक सुधारको सन्देश आफ्नो गीतहरूमा केन्द्रित गरे। उहाँले आफ्नो सन्देश प्रवाह गर्न झ्याउरे गीतको लोकप्रिय शैली प्रयोग गर्नुभयो। मित्र सेनको झ्याउरे गीतहरूमा 3 महत्त्वपूर्ण पक्ष थिए। प्रथम हास्य तत्त्वको प्रयोग, दोस्रो सरल भाषा र तेस्रो गाउन मिल्न सक्ने धुन। यी तत्त्वहरूको परिणामस्वरूप साधारण मानिसहरूले ती गीतहरू सहजै गाउँथे, तर गीतको हास्य तत्त्व प्राय व्यङ्गको स्वरूपमा पाइन्छ। यी सबै चर्चालाई स्पष्ट पार्न अब मित्र सेनको गीतहरूको विश्लेषणतर्फ अघि बढौँ। लाहुरेको र्यालीमा गीतको केन्द्रबिन्दु तत्कालीन गोर्खा सैनिकहरूको पहिरन र फ्यासन नै हो, तर गीत क्रमशः उनीहरूको मदपान जस्ता खराब बानी र त्यसले समाजमा पारेको प्रभावतर्फ मोडिन्छ। घर जाँदै गरेका राम्ररी सजिएका सैनिकहरू बाटाका ट्रान्जिट स्थानमा रहेका होटलहरूमा बसोबासो गर्थे। त्यहाँ मदिराले मातिएपछि उनीहरूलाई स्वार्थी होटलवालाहरूले ठगी गर्ने गर्थे। गीतको सुरुवात एक महिलाले सैनिकसँग उनको पहिरनबारे चुलबुले अलिक छेडछाडपूर्ण स्वरमा सोधेको प्रश्नबाट हुन्छ। महिलाले सोध्छिन्, ए लहुरे दाई, लहुरेको फेसन कस्तो रे? त्यही प्रश्नको उत्तरमा गीतले सैनिकको फेसन
वर्णन गर्न थाल्छ। गीतमा प्रयोग गरिएको शब्द यदि हामीले हेऱ्यौँ भने अङ्ग्रेजी शब्द फ्यासन नभनेर फेसन प्रयोग गरिएको छ र यसले बोलचालको भाषालाई प्रतिबिम्बित गर्छ। जब महिलाले आँखाको चञ्चलता र बोलीको मिठासबाट मोहिनी लगाउँछन् तब सैनिक गर्वले उन्मत्त भई आडम्बर प्रदर्शन गर्न थाल्छ। गीत यसरी अघि बढ्छ। यस्तो सुन्दा फुरुङ्ग भई लौरे हेर ढल्केको, लेकिन साले क्या हे भन्दै सुरटे हे सल्केको, किन भुल्छस् लहुरे दाई लुटमा हुन् पल्केको। गीतले त्यसपछि मदपानले सैनिकमा पार्ने असरलाई अत्यन्त हास्यात्मक ढङ्गले प्रस्तुत गर्छ। अलिक छिनमा नसा लाग्यो खुट्टा पार्यो बाङ्गे, छत्रे टोपी खोल्खा पारी थाप्लो पार्यो नाङ्गे, यताउति लरबराउँदा मुतमा भिज्यो जाङ्गे, तरुणीले रुपियाँ पैसा भित्र लगी टाङ्गे, बल्ला खाइस लौरेको रेलीमा फेसनै राम्रो। यहाँ कति शब्द अशिष्ट सुनिए तापनि यी शब्दहरूले यथार्थ बोकेको छ। मास्टर मित्रसेनले यस्ता वैमानिक घटनाहरू नौथुना भन्ने ठाउँमा प्रत्यक्ष देखेको आफ्नो डायरीमा उल्लेख गरेका छन्। मित्रसेनले आफ्नै शब्दमा यसरी भनेका छन्, हरेक भट्टीमा डम्फु मादल साथै तरुणी आइमाईहरूको झडप भडक छ। उनका हातहरूबाट रक्सी खुवाई लहुरेहरूलाई जोसमा ल्याउँछन् र एकै रातमा एक एक लहुरेबाट काफी ज्यादा रुपियाँ फुत्काउँछन्। ओहो, कस्तो अनीति, कस्तो अधर्म यस ठाउँमा चलेको छ। महात्मा गान्धीले आफ्नो कृति रचनात्मक कार्यक्रममा मदपान नियन्त्रणलाई पूर्ण स्वराजको प्राप्तिको एक अनिवार्य कदमका रूपमा महत्त्व दिएका थिए। मित्रसेनका गीतमा यही गान्धीय चेतनासँग जोडिएका पाउँछौँ हामी। उनको अर्को गीत गोर्खाली भयौँ खालीमा पनि मदपान र फुजुल जीवनशैलीका दुष्परिणामहरूलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ। गीतका शब्द यस प्रकार छन्, गोर्खाली भयौँ खाली, मान फाली तीन पानीले हो कि हजुर, 8 आना छ दिनको कमाई, 6 आनाको रक्सी। यो गीतले गोर्खाली समुदायमा देखिने फजुल खर्च गर्ने प्रवृत्तिमाथि कडा टिप्पणी गर्छ। यस सन्दर्भमा डाक्टर कुमार प्रधानले आफ्नो कृति पहिलो पहरमा उल्लेख गरेका छन् कि 19औं शताब्दीको अन्त्य र 20औं शताब्दीको सुरुवाततिर दार्जिलिङको नेपाली समाज गम्भीर ऋण समस्यामा फँसेको थियो। उनका अनुसार चिया बगानका मजदुरहरूले लिएका ऋणमा अत्याधिक ब्याज दर हुनु, मदपानको बानी, फजुल खर्च गर्ने स्वभाव र साहु महाजनहरूको चालाकीले यो अवस्था अझ जटिल बनेको थियो। मित्रसेनलाई आफ्नो समुदायले बहादुरी र प्रतिष्ठामा गर्व थियो। उनी विश्वास गर्थे कि मदपानले यो सम्मान धुमिल बनिरहेको छ। व्यङ्गपूर्ण शैलीमा मित्रसेन यसरी गाउँछन्, साहुसँग मुन्टो लुकाई हिँड्छन् मस्की मस्की, अदालतका मानिस आउँदा बल्ला नानी जस्की जसँग, एउटा गोरु फुस्रो फुस्रो अर्को गोरु तारे, रक्सी नखौ भन्दा हेर नाकमा गाँठो पारे, त्यस्तो जाबा गीत भन्ने सुन्न पनि छाडे। त्यस्तै सन्देश हामी भयो बदनाम हेर भाइ नेपाली हो अनि लडाइँ लाग्यो हजुर जस्ता गीतहरूमा पनि समेटिएको पाउँछौँ। मित्रसेनको सामाजिक र सांस्कृतिक योगदानलाई ध्यानमा राख्दै प्रख्यात साहित्यकार डाक्टर इन्द्रबहादुर राईको मतअनुसार मित्रसेन केवल एक नेपाली गायक मात्र होइनन्, उनी भारतीय समाजका निर्माणकर्ता पनि हुन् र आज नेपाली समुदाय जहाँ उभिएको छ त्यसको निर्माणमा उनले निश्चित रूपमा योगदान पुर्याएका छन्। अन्तमा मेरो यस वक्तव्यलाई एउटा चिन्तनबाट टुङ्ग्याउन चाहन्छु। सो के हो भने
आफ्नो समय र समाजमा चेतना जगाउने काम गरेका व्यक्तित्वहरू जस्तै भक्तिकालका सन्त कबीर, इटलीको राष्ट्रिय भावनालाई सङ्गीतमा व्यक्त गर्नुहुने जुसेफे वर्दी, प्रतिरोध र असहमतिको स्वर बनेका बब डिलन र दमन विरुद्ध विश्वव्यापी आवाज उठाउने प्रसिद्ध गायक बब मार्ले जस्तै भारतीय स्वतन्त्रता सङ्ग्राममा सङ्गीतलाई चेतना र सामाजिक सुधारको माध्यम बनाउनु हुने मित्र सेनको योगदान पनि त्यतिकै महत्त्वपूर्ण देखिन्छ। धन्यवाद। साँच्चै मास्टर मित्र सेनले जुन चाहिँ त्यस हामीले जब मास्टर मित्र सेनको कुरा गरिरहेका छौँ, तत्कालीन समाज जब ब्रिटिसले राज गरिरहेको बेलामा कस्तो थियो भन्ने कुरोलाई हामीले बुझ्न आवश्यक छ र त्यति बेलाको समाजमा त्यस्तो खालको जागरुक सचेत व्यक्ति मास्टर मित्र सेन। त्यसै कारण उहाँलाई हामीले जब हेर्छौँ बुझ्छौँ त्यो समाजलाई बुझ्न आवश्यक छ र यसरी सारगर्भित आफ्नो वार्ता प्रस्तुत गरिदिनु भएकोमा हामी कृतज्ञता स्वरूप उहाँलाई आयोजक पक्षकोबाट यो सानो स्मृति चिन्ह आभार चिन्ह प्रस्तुत गर्न लागिरहेका छौँ र यसको निम्ति म माननीय सर अनुज थापालाई मञ्चमा कष्ट गरिदिनु हुन अनुरोध गर्दछु र उहाँको बाहुलीबाट यो आभार चिन्ह माननीय सर विनय प्रधानलाई प्रदान गरिदिया जाओस्। जाति धर्म बुझे जहिलेदेखि जाति प्रेममा जोगी भएको छु र सर्वस्व जातिको निम्ति न्यौछावर गर्ने व्यक्ति मास्टर मित्र सेनले जब भाक्सुमा 13 जुलाई 1944मा गोर्खा सत्सङ्ग प्रचारणी सभा स्थापित भयो, उहाँ लगायत अन्य उहाँका सहयोगी साथीहरूबाट, र त्यस बेलादेखि यता उहाँले प्रण गर्नुभएको रहेछ कि अब उपरान्त चाहिँ म जातिको निम्ति आफ्नो, त्यसो त पहिल्यैबाट गर्दै आएको, यद्यपि त्यस दिनदेखि यता उहाँले एउटा प्रण गर्नुभएको रहेछ कि अब उपरान्त चाहिँ म दौरा सुरुवाल आफ्नो जातीय वेशभूषा नै लाएर बाँच्नेछु भनेर उहाँले अन्तिम दिनसम्म पनि दौरा सुरुवाल लगाएको पनि उहाँले आफ्नो डायरीमा वर्णन गर्नुभएको छ। यसरी समाजको निम्ति मरिमेट्ने उहाँले आफ्नो परिवारको जुन चाहिँ दुःख अभाव त्यसलाई पनि पन्साएर जातिकै निम्ति के गर्छु भनेर आफ्नो जन्मथलो भाक्सुलाई छोडेर केही रुपियाँमा आफ्नो घर किराय दिएर उहाँ यसरी प्रचार गर्दै जहाँ जहाँ गोर्खाली अथवा नेपाली बसोबासो गर्थे त्यहाँ पुगेका छन्। कहीँ कतै यो उल्लेखित छ दार्जिलिङमा पनि मास्टर मित्र सेन आएका हुन् भन्ने कुरो, तर यसको सठिक कुरो हामीले आजसम्म पाउन सकेका छैनौँ, यद्यपि यो कहीँ लेखिएको छ। उसरी शिलङ पुगेका थिए, तेजपुर आसामका विभिन्न गाउँ बस्ती जहाँ जहाँ गोर्खाली बसोबासो गर्दथे, देहरादुनमा पुगे। देहरादुनमा आज त्यहाँ गोर्खा सुधार सभा भनेर एउटा संस्था छ, प्रतिष्ठान छ, त्यो प्रतिष्ठानको पनि उहाँ संस्थापक। र यसरी विभिन्न ठाउँमा गएर हाम्रो जातिलाई, हाम्रो समाजलाई जागृत गर्ने उहाँको ध्येय उद्देश्य लिएर उहाँ पुग्नुभएको र मास्टर मित्र सेन थापा र उहाँ एकजना सायद यति बेला यहाँ मेरो अघि यहाँ अग्रजहरू हुनुहुन्छ, सायद मैले भुल बोलिनँ होला, यदि मैले भुल बोलेँ भने क्षमा चाहन्छु। मास्टर मित्र सेन थापा पहिलो व्यक्ति हुनुपर्छ अथवा हो जसको सङ्गीत अथवा गीत चाहिँ एचएमबीमा रेकर्ड भएको हामीले पढेको सुनेको। मैले भुल बोल्यो भने यहाँहरूले मलाई सच्याइदिनु होला, त्यो पनि हामीले जानकारी प्राप्त भएको छ हामीलाई। त्यस्ता धेरै पाण्डुलिपिहरू छन् मास्टर मित्र सेनको जसलाई प्रकाशनमा ल्याउनु अझै बाँकी छ। गीतहरू पनि अघि मैले यहाँ भन्दै थिएँ, हाम्रा अजनीश राई सरले पनि एउटा गीत 2-4 वर्ष अगाडि कम्पोज गर्नुभएको छ भने हालैमा एउटा उहाँको शब्दलाई हाम्रा एकजना तबला वादक सङ्गीतकार माननीय श्री प्रवीण गजमेरज्यूले त्यसलाई
कम्पोज गरेर उहाँको भजनलाई एउटा भजनको रूप दिनुभएको छ, सङ्गीतको गीतको रूप दिनुभएको छ र त्यही भजन अब हामी यहाँ विमोचन गरेर प्रस्तुत गर्न लागिरहेका छौँ र यसको निम्ति म मञ्चमा पुनः पाउकष्ट गरिदिन हुन अनुरोध गर्दछु माननीय श्री अनुज थापाज्यूलाई। उसरी नै आजका सम्मानित हुन लागेका स्रष्टा वरिष्ठ गायक श्री इन्द्रजित मिजारज्यूलाई पनि मञ्चमा पाउकष्ट गरिदिनु हुन अनुरोध गरिन्छ। एवं रीतिले श्रद्धेय सर ज्योति कुमार राईज्यू, हाम्रा लेजेन्ड माननीय श्री पेमा लामा सर, अर्का हाम्रा श्रद्धेय सर चन्दन लम्जेलज्यूलाई पनि मञ्चमा म पाउकष्ट गरिदिने अनुरोध गर्दछु। एवं रीतिले मास्टर मित्रसेन थापा साहित्य कला संस्थानका अध्यक्ष माननीय श्री अजय कुमार थापाज्यूलाई पनि मञ्चमा पाउकष्ट गरिदिन हुन अनुरोध गर्दछु। हाम्रा एकजना किम्बदन्ती, हाम्रा हालैमा कतिजनाले हेर्नुभयो भएन उनको स्वेटर एकदमै मिठो चलचित्र त्यहाँ अभिनय गरिसक्नु भएर हामीलाई फेरि एकपल्ट एउटा हेर्ने रम्ने मौका दिनुभएका आदरणीय म्याडम मेनुका प्रधानजीलाई पनि म मञ्चमा पाउकष्ट गरिदिनु हुन अनुरोध गर्दछु। र यसरी नै गीतका कम्पोजर अथवा भजनका कम्पोजर सर प्रवीण गजमेर अनि नानी गायक रेश शर्मालाई पनि मञ्चमा आइदिने अनुरोध गर्दछु र आदरणीय यहाँ हाम्रा भोलिन्टियर दिदीहरूलाई यो हस्त र यो भजन जुन चाहिँ छ यो युट्युबमा पनि तपाईँहरूले युट्युब ताल आलयमा हेर्न सक्नुहुनेछ, त्यहाँ सब्सक्राइब गरिदिनु होला। अनि यो विशेष गरेर मास्टर मित्रसेन है सिद्ध पुरुष गोरखनाथका भक्त र उहाँलाई आदर्श लिएर उहाँले प्रचार प्रसार गर्नुभएको र उहाँलाई डेडिकेट गरेर बनिएको यो भजन यहाँ कम्पोज भएको छ दार्जिलिङबाट श्रद्धेय प्रवीण गजमेर सरकोबाट र यो हामी यहाँ विधिवत रूपमा विमोचन गरिरहेका छौँ र यसको सङ्गीत संयोजन गर्नुभएको छ सुरेन बर्मेज्यू, गायक हुनुहुन्छ नानी रेश, यहाँ म अनुरोध गर्न चाहन्छु एउटा औपचारिकताको ढङ्गले यो गीत अथवा यो भजन विमोचन रिलिज भएको घोषणा गरिदिनु हुन भनी म आदरणीय पेमा लामा सरलाई यो घोषणाको निम्ति अनुरोध गर्दछु। सङ्गीत प्रवीण कुमार गजमेर, स्वर रेश शर्मा, सङ्गीत संयोजक सुरेन बर्मे र यस गीतका शब्दकार मास्टर मित्रसेन थापा गुरुको वरदान र यो जुन चाहिँ गीत छ यो भजन यो चाहिँ विधिपूर्वक आज विमोचन भयो भनेर म घोषणा गर्दछु। धन्यवाद। Mandralaga
माननीय श्री सुदर्शन अम्बोटेज्यू र उहाँलाई मास्टर मित्रसेनमाथि उहाँको अनुभव उहाँको विचार यहाँ प्रस्तुत गरिदिनु हुन ससम्मान मञ्चमा निम्ताउँदछु र उहाँलाई पनि हामी खदा लगाएर स्वागत अभिनन्दन जनाउनेछौँ। सो तालीसित उहाँ सुदर्शन अम्बोटेज्यू आज हामी समक्ष हुनुहुन्छ। यो हाम्रो अभाग्य हो हामी आयोजकको निम्ति र उहाँको उपस्थितिले यो सभामा शोभा बढाएको हामीले अनुभूति गरिरहेका छौँ र सरलाई हामी खदाले स्वागत अभिनन्दन जनाउँदै मास्टर मित्रसेनमाथि आफ्नो विचार आफ्नो भनाइ राखिदिने अनुरोध गर्दछु। धन्यवाद। अभिवादन यहाँहरू सम्पूर्णमा। यस अनुष्ठानका अध्यक्ष महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथि र अन्य सम्पूर्ण महानुभावहरू, हुनलाई चाहिँ मलाई एकजना सरले भन्नुहुन्थ्यो अतिथि भन्नु हुँदैन भन्नुहुन्थ्यो। अनि मैले सर किन अतिथि भन्नु हुँदैन भन्दाखेरि चाहिँ सरले भन्नुभयो तिथि नदिकन आउने अतिथि। उहाँलाई त तिथि दिएरै बोलाएको हो नि त, त्यसो हुँदा अतिथि होइन, सरप्राइज भिजिट गरेर होइन उहाँले भन्नुभयो। अनि मैले उसो भए हामी के भन्ने सर भन्दाखेरि चाहिँ हाम्रो निमन्त्रणा पाएर आउने चाहिँ आमन्त्रितहरू हुन्, अतिथि चाहिँ होइन भन्नुभएको चाहिँ। अब त्यो भाषापट्टि नजाउँ, हामी आजको विषय बेग्लै हो होइन, हामीलाई जे भने मलाई जे भने त्यो कुरो मैले गरिराखेको मात्रै हो। र आज यहाँ सायद धेरैजना आइपुग्नु भएको छैन, अत्यन्त जाम छ खरसाङबाट दार्जिलिङ आउने गाडीमा। मलाई खरसाङबाट दार्जिलिङ आउन 2.5 घन्टा लागेको हो। यसरी अरू पनि धेरैजना जाममा फँसेका छन् र म यहाँ तपाईँहरूलाई मित्रसेन सम्बन्धी अलिकति मैले सुनेको बुझेको देखेको कुरो यहाँ गर्न चाहन्छु। र यो मेरो प्रस्तुति जतिसुकै दिगदार लाग्दो भए पनि तपाईँहरू चाहिँ बोरिङ नमानिकन सुने जस्तो गरेर मैले पढिसकेको ताली मार्नुपर्छ ल। त्यो दस्तुर हो नि त, तपाईँहरू दस्तुर छेर्नुहोस् न है। म सिधै पढ्छु। मित्रसेन भन्दाखेरि चाहिँ साधारण हिसाबले चाहिँ हामी बङ्गाली बाबु हुन् जस्तो लाग्छ नि त। मित्र बङ्गालीमा धेरै प्रयोग हुने शब्द, सेन पनि उहाँहरूको एउटा जात हो। तर मित्रसेन बङ्गाली होइन रहेछन्, थापा रहेछन्। अब थापामा पनि 2 किसिमको थापा हुँदो रहेछ, एउटा मगर थापा, एउटा छेत्री थापा। उहाँ चाहिँ मगर थापा हुनुहुँदो रहेछ। र म त्यहाँ पुगेर मैले जे जति बटुलेर ल्याएँ म तपाईँहरूलाई प्रस्तुत गर्दैछु। यो मेरो 10औं पुस्तकमा मैले हालेको छु। यो मेरो 10औं पुस्तकमा यसलाई तपाईँले हेर्नुहुन्छ। अनि यो पुस्तक म आज मित्रसेन संस्थानलाई प्रदान पनि गर्दैछु। यसको शीर्षक छ कसलाई बिजायो मित्रसेनको थापाले। कसैले त बिजाएको छ, यो उसले त थापा मार्दैन। कसलाई बिजायो मित्रसेनको थापाले। त्यस समय ल्यान्डलाइन फोन मात्र थियो। त्यही ल्यान्डलाइन फोनमा रिङ बज्छ आइतबारको दिन, समय 12 बजीतिरको। म रिसिभर उठाउँछु, उताबाट आवाज आउँछ, यो सुदर्शनको घर हो? हजुर हो त, बोल्दैछु। अच्छा भाइ, म जीवन नामदुङ बोल्दैछु। हेर्नुहोस् कति गतिलो मान्छेको फोन आएको। ए सर नमस्ते। म अचानक सतर्क हुन्छु, सज्जन हुन्छु, सरिफ र सरिफ हुन्छु। सरसँग त अलिक हुनु पऱ्यो नि, अब डिसिप्लिन मेन्टेन। नमस्ते भाइ, नमस्ते। अच्छा नमस्ते भाइ, नमस्ते। कुरा के भने नि, योपल्ट अकादेमीबाट साहित्यिक भ्रमणको लागि भाइको नाम उठेको छ। यसो टाइम मिलाएर माथि दार्जिलिङको लेबर अफिस निस्किनु नि ल। फोनको रिसिभर क्रेडिलमाथि राख्छु अनि स्तब्ध र अक्कलगुम भन्छु। कहाँ सुदर्शन, कहाँ अकादेमीको साहित्यिक भ्रमण, कसरी पुग्यो मेरो नाम चयन समितिका? को हुन् यस्ता कृपालु जसले कमान बस्तीका अन्तरकुन्तर्काहरूलाई पनि राष्ट्रिय कार्यक्रममा समावेश गराउने? निश्चय पनि डाक्टर जीवन नामदुङ सर नै हुनुपर्छ मलाई लाग्यो। त्यसपछि दार्जिलिङको लेबर अफिसमा 2-4 पटक धाउँछु, डाक्टर नामदुङ सरलाई भेट्छु अनि सरबाट साहित्यिक भ्रमणको सम्पूर्ण मेलमेसो समात्छु। यो कुरा हो सन् 2008को, आजभन्दा मोटामोटी 17-18 वर्ष अगाडिको। त्यही साहित्यिक भ्रमणको सिलसिलामा आफ्नी धर्मपत्नी सारथीलाई साथमा लिएर हिँडेँ म हिमाचल प्रदेशको धर्मशाला भन्ने बजारतिर। मार्चको महिना छ, मौसम अति चङ्गा, स्वस्थ र मनमोहक। भाग्सु जिल्लाको धर्मशाला। त्यही धर्मशालाभित्र एउटा सानो कोतवाली बजार। त्यही बजारको एउटा होटलमा बसेका छौँ हामी दाम्पत्ति। हप्ता दिनदेखि होटलबाट पूर्ववटी विशाल हिमाल श्रृङ्खला छल्लङ्ग देखिन्छ। धवलागिरी दार्जिलिङको चौरस्ताबाट कञ्चनजङ्घा हिमाल पर्वत देखे भन्दा धेरै नजिक, बृहत, स्पष्ट र झरिलो, मनमोहक।
आफू धर्मशाला पुगेपछि मात्र पुरापुरी जानकारी मिल्यो कि भाक्सु र देहरादुन भन्ने बेग्ला बेग्लै जिल्लाभित्र पर्ने भिन्न भिन्न स्थानहरू रहेछ। तर अन्जानमा हामी चाहिँ यहाँ भाक्सु देहरादुन भनेर सालाखाला एउटै जग्गालाई बुझ्छौँ। यो भ्रान्ति स्पष्ट भयो। त्यहाँ आफू पुगेपछि देहरादुनको आफ्नै विशेषता होलान् अनि ऐतिहासिक महत्त्व पनि, तर कसैभन्दा कम रहेनछ धर्मशालाको महत्त्व पनि। विश्व प्रसिद्ध तिब्बती धर्मगुरु दलाई लामाको दरबार, त्यहाँ मन्दिर पनि भनिन्छ, दरबार पनि भनिन्छ। विश्व प्रसिद्ध तिब्बती धर्मगुरु दलाई लामाको दरबार अथवा मन्दिर भएको कारणले नै त्यहाँको म्याकडोलगन्जलाई धर्मशाला भनिएको हुनुपर्छ। कसैले यसलाई नयाँ लासा पनि भन्दा रहेछन्, जहाँ हजारौँ सङ्ख्यामा विदेशी धार्मिक पर्यटकहरूको घुइँचो र भिडभाड देखिन्छ। म्याकडोलगन्ज कोतवाली बजारको थाप्लो हो अनि बजारदेखि ट्याक्सी गाडीमा आधा घन्टा उकालो ऐतिहासिक गढी काङ्ग्रा छाउनी पल्लोपट्टि तोतारानी गाउँ, जहाँ मित्रसेन सम्बन्धी धेर थोर जान्न पाइन्छ, देख्न सकिन्छ, तर अधुरो इन्कम्प्लिट डिटेल चाहिँ छ, इन्कम्प्लिट डिटेल। किनकि त्यहाँ मित्रसेन छ तर थापा छैन। कसले निले पठायो थापा, कसले हरायो थापा, कसले लुकायो थापा, कसलाई बिजायो थापा शब्दले? राजनैतिक चलखेल पो थियो कि थापा मास्ने, नत्र कसलाई फाइदा थियो थापा उडाउनुमा? कुन रहस्य छ थापा बिलाउनुको पछाडि? यस तथ्यलाई पनि सानोतिनो शोधकै विषय मान्न पर्ला। तोतारानी गाउँकी स्थानीय युवती कान्ता बहिनीले मित्रसेन सम्बन्धी धेर थोर कुरो देखाउँदै लगिन् हामीलाई एक विशेष जातको सल्लाहगारीको बाटो मित्र झुप्रोसम्म पुर्याइन्। हामी दुवैलाई मित्र झुप्रो साँच्ची नै झुप्रो छ। झुप्रो एकदम झुप्रै भन्दा पनि हुने अथवा झुप्रो भन्दा अझै तलतिर छ। आजसम्म पनि दुःख लाग्दो कुरो थियो। म फेरि त्यसैले भन्दैछु, विषादको कुरो के भने मित्र झुप्रो अझै पनि झुप्रेको रूपमा सीमित थियो। झुप्रोभन्दा माथिको तहमा उठ्न सकेको थिएन। छेउमा रहेछ मित्रसेन म्युजियम, त्यो पनि करिब त्यस्तै अवस्थाको। मित्रसेन शताब्दीको अवसरमा बनाइएको, त्यहाँका नेपाली समुदायबाट अनुदान उठाएर बनाएको, सिक्किम सरकारले पनि थपिदिएको रकम जोडेर बनाएको अनि हिमाचल सरकारले पनि थैथपनी गरेर बनाइदिएको म्युजियमको मार्बलमा लेखिएको रहेछ, यो मित्रसेन सङ्ग्रहालय भवन माननीय परिवहन मन्त्री श्री किशन कपुरजीको करकमलबाट उद्घाटन गरियो दिनाङ्क 21/12/2002। यस्तो लेखेको थियो। म्युजियममा पनि अंकित छैन थापा, त्यो म्युजियममा पनि थापा केही लेखेको छैन। म्युजियममा पनि अंकित छैन थापा खै? मैले कान्ता बहिनीलाई सोधेँ, प्राय लेखिँदैन थापा, हलुको जवाब दिइन् बहिनीले। त्यसपछि हामी दुवैले म्युजियमभित्र चियायौँ। त्यो खोल्ने त कुरै छैन, त्यहाँ कोही पनि छैन। यसो ऐनाहरू हामीले यस्तैबाट हेरि पठायौँ, चियायौँ। एउटा टिनको पुरानो बक्सा देखियो, पुरानो छाता र पुरानो हार्मोनियम बाजा। त्यति नै हो म्युजियम त्यति नै हो। एउटा टिनको पुरानो बक्सा देखियो, पुरानो छाता, पुरानो हार्मोनियम बाजा। सायद त्यो पुरानो टिनको बक्साभित्र मास्टरजीको हस्तलिखित कथा, कविता, गीत, गजल, नाटक र भजनहरू होलान्, माछा किराको आहारको रूपमा। कारण आजसम्म उनको सिर्फ 23वटा मात्र गीत सङ्गीतबद्ध भएछन्। उपरान्त अनेक रचनाहरू साथै 40भन्दा धेर गीतहरू लिखित रूपमा मात्र सीमित भेटिन्छ, रेकर्डिङको गीतहरूमा होइन। र उनको हामी मसिनो हुँदा सुनेको एक दुईवटा गीत मैले यहाँ लेखेको छु। म तपाईँहरूलाई लयबद्ध गरेर सुनाउने कोसिस गर्छु, किनकि म त गाउने मान्छे होइन। र पनि मैले जे सुने म त्यो चाहिँ भन्छु तपाईँलाई। जस्तो कि लाहुरेको रेलीमै फेसनै राम्रो, रातो रुमाल रेलीमै खुकुरी धिरेको भन्ने गीत थियो हामीले सुन्दाखेरि। अर्को चाहिँ थियो अब त जकान्छी घर बाटो छ उकाली ओराली भन्ने गीत थियो। अनि उसै गरिकन चाहिँ मलाई खुत्रुक्कै पार्यो जेठानी तिम्रो बहिनीले भन्ने गीत पनि थियो। धेरै रमाइलो गीतहरू थियो। अनि अर्को मैले सुनेअनुसार चाहिँ हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा, गम्केर बजाउ खैजडी झम्केर नाच्छ मजुरा भन्ने थियो। अनि उसै गरिकन तपाईँको अर्को गीतहरूमा थियो हामीले सुन्दाखेरि धानको बाला झुल्यो हजुर दसैँ रमाइलो भन्ने। तपाईँले सुन्नुभएको गीत हो, मैले पनि सुनेको गीत हो। र उसै गरिकन स्वामी नजाऊ छाडी विदेश, त्यति बेला पनि विदेश जाने चलन रहेछ। स्वामी नजाऊ छाडी विदेश, हेर आफ्नै मुलुक छ बेस भन्ने गीत पनि थियो। अनि उसै गरिकन धरती मुनि पिँडालु धरतीमाथि गाबा, तिमीसँग प्रीति लाउनु कानै पक्रै बाबा भन्ने गीतहरू थियो। र त्यो गीतहरू हामीले सुनेको मैले यहाँ हालेको पनि छु। अनि
उनका प्रकाशित कृतिहरूमा चाहिँ हितका कुरा, मित्रको डायरी, रिडी तीर्थस्थल, टाइलस्टाइलका अनुवादित कथा प्रमुख हुन्। उनका गीत गजल र लेखहरू पढेर नेपालमा लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा समेत मक्ख पर्थे। म्युजियमको अलिक मास्तिरपट्टि सँगसँगै गाँसिएको 2टा भवन मित्रसेन प्राइमेरी अनि मित्रसेन जुनियर हाई स्कुल देखियो, तर त्यहाँ पनि मित्रसेनको नाउँमा कुनै बोर्ड भने थिएन। मैले सोधेँ, कान्ता बहिनी, मित्रसेन थापाको नाममा लेखिएको बोर्ड त छैन त? बोर्ड भए पनि नभए पनि स्कुलको नाम त मित्रसेन थापा नै हो नि त, उहाँले भन्नुभयो। सहज तर्क राखी कान्ता बहिनीसँग निरी खोजी गर्न मनासिब लागेन मलाई, कारण उनी त सिर्फ गाउँले मात्र हुन्, हामीलाई बाटो देखाउने सहयोगी मात्र, कुनै पनि प्रश्नको तथ्यपूर्ण जवाब दिने अधिकारी होइनन्। यसरी आफ्नो नामको पछाडि जात हराएका मित्रसेन वास्तवमा को थिए? मित्रसेन, स्वर्गीय मित्रसेन थापा वास्तवमा सम्पूर्ण नेपालीहरूका मुटुको ढुकढुकी थिए। धेरैले उनलाई केवल गायकको चस्माले मात्र हेरे, तर उनी थिए अब्बल कवि, प्रसिद्ध गीतकार, बेजोड गायक, सिपालु सङ्गीतकार, अमर नाटककार अनि नेपाली हृदयको झन्कार रेट्न सक्ने वाद्यवादक। आफ्ना जोसिलो गीत गाएर दुनियाँलाई ब्रुक ब्रुक नचाए, जनमानसको मन छुने भजन गाएर सबैले अवाक पारे, फुर्सद निकालेर जातिको सेवा गरे अनि स्वच्छ समाजको निर्माण गरे। हामीले चिन्नै नसकेका मित्रसेन थापाको गीत बम्बई हो कि कलकत्ताको एउटा नामी कम्पनीले लाहाको थालीमा रेकर्ड छापिदिए। दार्जिलिङ भेगमा सन् 1935 देखि सन् 1945 मोटामोटी 10 वर्षसम्म दोकानै पछि बस्ने गर्थ्यो। त्यसरी मित्रसेनको गीत बजेको दोकान अघि मान्छेहरू यसरी थुप्रिन्थे मानव त्यहाँ सङ्गीतको फोकटी जादु चल्दैछ। यसरी घुइँचो लाग्थ्यो त्यस बेला। अङ्ग्रेजी जमानामा मित्रसेन एकजना फौजी थिए। उनी आर्मीका मानिस हुन् वास्तवमा। अङ्ग्रेजको जमानामा मित्रसेन एकजना फौजी थिए, फौजी ब्यान्डका गायक, सायद आजकल जज ब्यान्डहरू भन्छ होला जस्तो लाग्यो मलाई। फौजी ब्यान्डका गायक युद्ध लडेर क्लान्त भएका सैनिकहरूलाई गीत सुनाएर मुग्ध पार्थे, गीतैबाट थकाइ मेटाइदिन्थे, नयाँ जोस र ऊर्जा थपिदिन्थे। उनको सङ्गीतमा जवानहरूलाई साहस जगाइदिने जादु र मन्त्र थियो। यही सङ्गीतको टुनामुनाले क्लान्त सैनिकहरू तन्दुरुस्त र तरोताजा हुन्थे। यसरी गीत सङ्गीतमा पुख्त थिए भनेर नै अङ्ग्रेज अफिसरहरूले मास्टर पदवी दिए क्यार मित्रसेनलाई। फौजमा छँदा नै उनले नेपाली पत्रिका निकाले। अङ्ग्रेज अफिसरले अफिसमा बोलाएर झपारे, कसको इजाजतले पत्रिका छापिस्, हामीलाई नसोधी। आफ्नो जात र समाज उन्नतिका लागि निकालेको पत्रिकामा इजाजत फिजाजतको खाँचो देखिनँ मैले। यो राष्ट्रविरोधी पत्रिका होइन। ओठी तुरी गरे थापाले। खडाजनी मचियो। यतिमा नै उस्तादसँग मुद्दा बढ्दै गयो। नतिजा निस्क्यो कि मित्रसेन थापा सिभिल भए। उनले रिजाइन गरिदिए एउटा पत्रिकाले गर्दा। त्यहाँसम्मको डेडिकेट गर्ने मानिस हुन् भने कहिले त्यो पत्रिका चाहिँ जातको लागि लेख्यो, आफ्नो जातिको लागि। यता अङ्ग्रेजहरूले चाहिँ काँडै पन्सेको ठाने। तर दुःखद कुरो के भने आफ्नो जिन्दगीलाई यसरी खुकुरीको धारमा राखेर जनसेवा गर्ने मित्रसेन थापाको पारिवारिक अवस्था भने अत्यन्तै दयनीय थिएछ। मैले आफ्नै आँखाले देखेँ। मित्र झुप्रो, बडो टिस्लाग्दो रातो झिङ्गेटीको टाइल्सले छाएको सानो झुप्रो, अल्गो डिलमाथि। यहाँ मैले नक्सा पनि हालेको छु, तपाईँहरूले नक्सा पनि हेर्न सक्नुहुनेछ। यो दुःख लाग्दैछ। मैले आफ्नो देखेको छु। बडो टिस लाग्दो रातो झिङ्गेटीको टाइल्सले छाएको सानो झुप्रो, अल्गो डिलमाथि। हामी पुग्दा मित्र झुप्रोमा मित्रसेनकी कान्छी बुहारी विधवा देवकन्या थापा थिइन्, 70 नागेको। अहिले त सायद हुनुहुन्न होला। एक्ली बुहारी र छरछिमेकीहरूको देखरेखमा नै चल्दै थियो म्युजियम पनि। कुनै सरकारी सहुलियत देखिएन त्यहाँ। न त चौकीदार न त म्युजियम स्याहार्ने कर्मचारी कोही पनि देखिएन। हिमाचलको काङ्गडा जिल्लामा तोतारानी छाउनीको धोबी खोलामा डिसेम्बर 1895 पृथ्वी ओर्लेका मास्टरजीले अप्रिल 1946 आँखा चिम्ले। उनी कुन दर्जाका जातिप्रेमी समाजसेवी थिए भन्ने कुरो उनको मृत्यु भएको प्राय 5 दशकपछि मात्र खुट्याउन थाल्यो। उनी जिउँदो हुँदा उसलाई गरिन्थ्यो। सबै त्यस्तै हुन्छ, मृत्युपछि मात्रै भाउ बढ्छ। तपाईँले ब्रोइलर किन्दाखेरि पनि जिउँदो किन्दा सस्तो पर्छ, काटेको ब्रोइलर महँगो पर्छ, त्यही हो।
अनि ती महान स्रष्टालाई सम्मान गर्दै सन् 2000 नेपाल सरकारले डाक टिकट छापिदियो भने त्यसको दोस्रो वर्ष सन् 2001 भारत सरकारको पनि चेक खुलेर डाक टिकट छापिदियो। तर दुवै देशले थापा उडाए। दुवै टिकटमा थापा छैन। तपाईँ कसैकोमा त्यो टिकट छ पनि होला, हेर्नुहोस्। यसरी हरेक कोणबाट थापा हराउँदा अचम्बित छौँ हामी दार्जिलिङहरू। हामीलाई चाहिँ आज यही विषय लिएर हामी तर्क गरिरहेका छौँ, किन थापा हरायो भनेर। यसरी हरेक कोणबाट थापा हराउँदा अचम्बित छौँ हामी दार्जिलिङहरू। ठुलो खुल्दुली छ यहाँकाहरूलाई। सकसकी मात्र होइन, खसखसी पनि छ, छटपटी र उकुस छ। यो विषयमाथि हामीलाई चिलाइ पनि छ, हामीलाई कनाइ पनि छ। त्यसैले यस रहस्यको मूल गाँठो खोज्दैछौँ उदिनी हामी चाहिँ यता। तर हिमाचलका बासिन्दाहरूलाई थापा गुमाउनुको खासै पिरोलो भए जस्तो अनुभव गरिन हामीले। उनीहरूले के मतलब छ, थापासँग पनि छैन, केहीसँग पनि छैन। तर हिमाचलका बासिन्दाहरूलाई थापा गुमाउनुको खासै पिरोलो भए जस्तो अनुभव गरेनौँ हामी लोकने स्वास्नीले तोतारानी पुगेरै हेर्दा पनि। धन्यवाद। म हार्दिकताको साथ अनुरोध गर्न चाहन्छु सूचना एवं सांस्कृतिक विभागका सहनिर्देशक माननीय सर विमल राईज्यूलाई म मञ्चमा बोलाउँछु। धन्यवाद छ सर। अब हामी मुख्य कार्यक्रममा आएका छौँ। आजको कार्यक्रमको मुख्य औचित्यमा यसर्थ म क्रमशः आजका अलङ्कृत व्यक्तित्व अघिबाट पूर्व सूचना हजुरहरूले प्राप्त गरिसक्नुहुनेछ लगभग प्रतिष्ठित गायक इन्द्रजित मिजार सरलाई म मञ्चमा आमन्त्रण गर्दछु। यसरी नै म जिटिए सभाका सल्लाहकार महोदय ज्योति कुमार राईजीलाई पनि मञ्चमा आमन्त्रण गर्दछु। कालिम्पोङकी बहिनीसित यो गीत एउटा अजर गीत हो। अब यो बाटो मेरो हो कि म यो बाटोको। यो चलचित्र हमालजीसँग मात्र हिरो महानायक भनिन्छ उहाँ राजेश हमाल, उहाँसँग मात्रै सम्बन्धित कुरा होइन। यो गीतले जो बाटोको कुरा गर्छ, जो गाउँको कुरा गर्छ, यो गीत हामीसँग लोक भाका तालमा यसको गुन्जाइस जो छ उहाँ आफै साक्षात् हुनुहुन्छ मिजार सर। मैले माथि माथि टुप्पो भन्दैछु, टोपल्दैछु तपाईँहरूको अगाडि। टुङ्नाको धुनमा एउटा नेपाली एकल गीतमा सुखका दिन तपाईँहरूले सुन्नुभएको। दर्पण छायाले यो लहनाले जोडाए कि भन्ने रिमिक्समा तपाईँहरूले सुनिसक्नु भएको। एकल गीतहरू सधैँ आउनु भन्ने, एकल गीतमा चौतारीमा भन्ने तपाईँले सुन्नुभएको। युगल गीतहरू यहाँले गाउनुभएको छ। स्वयम्भूका आँखाहरू रञ्जिता सुनारसित। एकल गीतमा यो आँखाको प्रस्ताव युगल गीतहरू गुराँस फुल्यो बनैभरि रञ्जिता सुनारसित। युगल गीत फेरि मनको बागमा तिमी छौ रञ्जिता सुनारसँगै यहाँले गाउनु भएको। त्यसको अतिरिक्त अनुराधा पौडेलहरूसँग गाएको, उहाँले सुरेश वाडकरहरूसँग गर्नुभएका सङ्गतिहरू तपाईँले अहिले पनि युट्युबमा सुन्नुहुन्छ। उहाँले नेपाली भएर त्यस्तो ठुलो एउटा डबलीमा गएर त्यति ठुलो प्लेटफर्ममा गएर जुन काम गर्नुभयो हिन्दी फिल्महरूमा, त्यसको सङ्गतिको तरेली, त्यसको कथा निकै लामो छ। अहिले पनि सर धेरै विषयमा जडित हुनुहुन्छ। त्यसको अतिरिक्त सरले गरेका कुराहरू यो आदिवासी गीतहरूमा उहाँले सङ्गीत दिएका गाएका गीतहरूको अर्कै कुराहरू छ। तल तराईमा बसेर उहाँ चुपचाप बस्नु भएन। हिन्दी नेपाली त गाए उहाँले किशोर कुमारबाट कुन प्रेरणा लिनुभयो तपाईँहरूलाई याद छ। पछिबाट किशोर कुमारबाट प्रेरणा लिएर इन्द्रजित मिजारलाई हामीले पायौँ। एकजना हाम्रो प्रतिनिधि पात्र, एउटा चिनारी पात्र, र आज उहाँ यस मास्टर मित्रसेन थापा पुरस्कारले अलङ्कृत हुनुहुँदैछ। त्यसै होइन, हाम्रा जुरीहरू पनि आधो अन्धो छैनन्, निकै ढलोट खोप्छन् उहाँहरूले त्यो लेख्नुभन्दा अघि, टिप्पणी लेख्नुभन्दा अघि। र यो सम्मान दिन हामी आएको, या इन्द्रजित मिजारले एकल व्यक्तिलाई सम्मान दिएको होइन, यो जातिलाई सम्मान दिएको, यो गौरवलाई सम्मान दिएको। यो उहाँले उठाउनु भएको यो रड्डाहरूलाई अझ हामीले पनि थपौँ कि भन्ने कुरा मात्र हो। तर पनि
मनमा कता कता खल्लो पनि लागिरहेछ। कहाँ के जामले हामीलाई यति साह्रो जाम पारेको छ? यो जामको कल्चर के हो? कसले खोल्छ नि यो जामको गाँठोहरू? कसले छिनाल्छ? कसले सङ्घाल्छ? कुनी गाह्रो छ। राजवंशी गीतमा पनि उहाँले गाउनुभयो। आदिवासी फिल्महरूमा कैयौँ गीतहरू उहाँका छन्। कुराहरू उहाँको जन्मेको कुरा म गर्दिनँ। मान्छे आयतनमा भन्दा बढी उपलब्धिमा बाँच्नु भनेर भनिन्छ। उहाँ उपलब्धिमा बाँचेको व्यक्ति छ र सरका कुराहरू अघिबाटै चिनारीमा छन्। अब सरलाई हामी यो सम्मानले पुरस्कृत गर्न लागेका छौँ। हाम्रो आग्रह पनि छ सरलाई कि सरले आफ्नो एकल गायन पनि राख्नुहुन्छ। उसो त उहाँका गीतहरू मैले भनिहालेँ, भनिरहनु पर्ने छैन, शब्दै छैन, अझ अमर छन्। नाच्नु परे, गाउनु परे, अलिकति मन खोदालिनु परे, इन्द्रजितका गीतहरू सुन्दाखेरि हुन्छ हामीलाई, त्यति पवित्र छन्। अघिबाटै उहाँका साँझहरू पनि गरिएको छ भारती गजमेरसित काठमाडौँमा। गत वर्ष यी कुराहरू भइसकेका छन्। 2022 सालमा उहाँलाई डोर्स आइडल सिजनको मुख्य निर्णायकको रूपमा पनि राखिएको थियो। हाम्रै यो जिटी आइडलको क्रममा पनि स्थलमा काम गर्नु, यस्तो ठुलो मञ्चमा आउने होइन झालकजी, तर स्थलमा त्यो धुलो त्यो ग्राउन्डमा इन्द्रजित सरले राति साँझमा पनि गाएर हाम्रा नानीहरूलाई प्रेरणा दिँदै थिए। र सरलाई अब मेरो पक्ष नितान्त व्यक्तिगत पक्षबाट म सरलाई धन्यवाद दिन्छु। काठमाडौँमा त्यतिकै छाउनु भएको छ सर, अहिले पनि सायद हामीलाई थाहा छ छैन, त्यो कुरो भन्न मिलेन, जे होस्, तर यो प्रसङ्ग जोडिन्छ नै। र डोर्सका माउ संस्था नेपाली साहित्य विकास समितिले पनि 2022 सालमा सरलाई 7औं बिबी दर्नाल स्मृति पुरस्कारले सम्मान गरे। 2024मा पूर्व मात्र दोस्रो डुवर्स गौरव सम्मानले उहाँ सम्मानित व्यक्तित्व हुनुहुन्छ। अस्ति हामी घरमा जाँदाखेरि मेरो आँखा एकचोटि तिरमिरायो। हुन त म त्यस्तो कुरोलाई साह्रो मुख्यता दिँदिनँ, हजुरहरूले पनि दिनुहुन्छ हुँदैन, तर सम्मानले उहाँको कोठाहरू भरिएको देख्दाखेरि मलाई लाग्यो साँच्चै मानिसले त्यसै त सम्मान गर्दैन। मानिससँग पनि चेतना त छन् नि त, बोध त गर्छ नि त मान्छेले। दुईवटा आँखाहरूले हेर्छन्, आँखाभित्र अझ अन्तर्दृष्टिहरू हुन्छ। त्यसै त इन्द्रजितलाई चिनेन होला। र सरलाई हामीले ढिल्याएर भए पनि यो सम्मान दिँदैछौँ। यहाँहरू हुनुहुन्छ, यहाँको भव्य अनि सभ्य उपस्थितिसहित अब हामी सरलाई सम्मान दिनेछौँ क्रमशः रूपले। र हामी सरसँग आयोजक समितिको पक्षबाट क्षमा प्रार्थी पनि छौँ। आगामी दिनमा सरको हामी कुनै एउटा विशेष कार्यक्रम गर्नेछौँ। विशेष गरिकन अनुज थापा महोदय कार्यकारी सभासद सूचना अनि सांस्कृतिक विभागले जहिले पनि यस्तो कुरोमा जोड दिनुहुन्छ। मैले उहाँलाई सर्काएको होइन, उहाँले हातै हालेर पनि काम गर्नुहुन्छ, लडी गरेर सङ्घर्ष गरेर पनि गर्नुहुँदैछ। तर अलिकति सुझबुझमा अलिकति जुवाहरू मिलेका छैन। उहाँ माथिल्लो गरामा कुद्दा कोही तल्लो गरामा कुद्दिन्छ, कहाँ अनो अल्झिन्छ, कहाँ हरिस भाँचिन्छ, कहाँ सियो भाँचिन्छ, गाडी हुँदैन, अप्ठ्यारो छ। जे होस्, उहाँसँग भएर एउटा प्रतिबद्धता सहित मैले यति चाहिँ भने तपाईँहरूलाई आज मलाई भन्नु मन लाग्यो। अलिकति कहाँ टट्टाएर आयो भित्रबाट। अब हामी सरको सम्मान पत्र यहाँ छोटो रूपमा पढ्नको निम्ति बहिनी दुर्गालाई निम्तो गर्दछु। बहिनी दुर्गालाई अनि ज्योति सर अनि पेमा सरकै बाहुलीबाट हामी यो शिरशोभा, माफ गर्नु होला, शिरशोभा ज्योति सरको बाहुलीबाट हामी यहाँलाई उडाइराखेका छौँ। सर हामी ओढाउँछौँ हाम्रा सभासद महोदय, कार्यकारी सभासद श्रीमान अनुज थापाको बाहुलीबाट। यसरी नै अहिले भर्खर मात्र पठन गरिएको यो सम्मान पत्र यहाँहरू सबैको संयुक्त बाहुलीबाट सरलाई मध्यमा राख्दै हामी यहाँलाई प्रदान गर्छौँ। संयुक्त बाहुली रहोस् यहाँहरूको। हजुर हजुर, यो स्मृति चिन्ह पनि त्यसै गरौँ। संयुक्त बाहुलीबाट स्मृति चिन्ह सरलाई ससम्मान प्रदान गरिरहेको छु। अब यहाँलाई एक मुष्ट राशि
₹1,00,000 यो चेक हाम्रा कार्यकारी सभासद आजको कार्यक्रम लगायत सबैको सङ्गीतको बारेबाट यस अवधि सरकोबाट 2 शब्द राख्दै इन्द्रजित मिजाज सरको मुखारवृन्दबाट कार्यक्रममा पाल्नुभएका सम्पूर्ण सङ्गीत प्रेमी महानुभावहरूलाई म डुवर्सवासी इन्द्रजित मिजाजबाट सप्रेम नमस्कार छ, प्रणाम छ। साथै आज यस सम्मानित हुँदाखेरि म आफूलाई एकदम गर्व महसुस गरिरहेको छु अनि म एकदम भावुक छु र यस विषयमा म धेरै कुरो बोल्न सक्दिनँ होला, मेरोमा भाषा छैन र विशेष गरेर म हाम्रो अनिसज्यू अनि हाम्रो विमल राईज्यूलाई म कोटि कोटि धन्यवाद दिन चाहन्छु। उहाँले सम्झेर मलाई यहाँ निम्ताउनु भएकोमा र सम्पूर्ण गोर्खा जातिलाई मेरो प्रणाम जनाउँदै म आजको छोटकरी एउटा गीतै सुनाउनेछु र प्रस्तुत छ नेपाली चलचित्र देउताबाट यो गीत। Mayo
धन्यवाद धन्यवाद। अनुसार कुन चाहिँ गाइदिनु होला के भन्ने कि टुङ्नाको धुनमा टुङ्नाको धुनमा के भन्ने हाम्रो समय के भन्ने गाइनु के भन्ने हाम्रो समय सर ल हजुरहरूकै अनुरोधमा प्रस्तुत छ यो गीत। के भन्ने हाम्रो समय 10 मोहर महिनाको कमाइ हाम्रो जुगको पानी राम्रो हाम्रो समय साँच्चै रमाइलो ए हाम्रो जुगको पानी राम्रो हाम्रो समय साँच्चै रमाइलो के भन्ने हाम्रो समय 10 मोहर महिनाको कमाइ हाम्रो जुगको पानी राम्रो हाम्रो समय साँच्चै रमाइलो हाम्रो जुगको पानी राम्रो हाम्रो समय साँच्चै रमाइलो। धाराको पानी खान्छी नानी बोकेको कम्मरमा भुलेको छैन त्यो मिठो पानी नजयो मेरमा। धाराको पानी खान्छी नानी बोकेको कम्मरमा भुलेको छैन त्यो मिठो पानी नजयो मेरमा। साह्रै मिठो कुरो सम्झायो साइला थरी थरीका चिसो थरी थरीका कोला खै कता गयो धारा कता गयो खोला त्यो बोतलको पानी न त पुरा हात भिज्ने न त पुरा तिर्खै मेटिने कठैबरी अब अहिले चिसो खोला कहाँ गयो धारा खोला भएन पुरा हात भिजिने हो रहेन स्वादे तिर्खा मेटिने ए भएन पुरा हात भिजिने हो रहेन स्वादे तिर्खा मेटिने। ढुङ्गाको धारा धारामा एउटाकै संसार काँडा र काँडा हरियो पद देउराली पुगेर। ढुङ्गाको धारा धारामा एउटाकै संसार काँडा र काँडा हरियो पद देउराली पुगेर। खोइ अब त देउरा पनि बेच्छन् वन जङ्गल पनि बेच्छन् देवी देउराली पनि बेच्छन्। यही पाराले त मान्छेले मान्छेलाई पनि बेच्छन् क्यारे बेच्छन् मात्र बेचिसक्यो साइला बेचिसक्यो। अरे हरे धर्म कर्म गोजीमा राखी एउटा बेच्छन् पैसाको लागि आफ्नो बिरालो सबै छोडी जानु छ एक्लो। ए पैसाकै लागि आफ्नो बिरालो सबै छोडी जानु छ एक्लो। ए के भन्ने हाम्रो समय 10 मोहर महिनाको कमाइ हाम्रो जुगको पानी राम्रो हाम्रो समय साँच्चै रमाइलो ए हाम्रो जुगको पानी राम्रो हाम्रो समय साँच्चै रमाइलो। थ्याङ्क यू। कलेजमा हुँदा यही गीतमा नाचेका थियौँ र त्यो दिन मलाई आज झझल्की याद आयो र आदरणीय सम्मानित अलङ्कृत व्यक्ति वरिष्ठ गायक इन्द्रजित मिजारज्यूलाई
प्रथम मास्टर मित्रसेन थापा पुरस्कार 2025 सम्मानित हुनुभएकोमा मास्टर मित्रसेन थापा साहित्य कला संस्था उपस्थित सबै अतिथिगण लगायत समस्त गोर्खा समाजको पक्षबाट पुनः बधाई टक्राउन चाहन्छु र यहाँहरूलाई यो पनि जानकारी दिन चाहन्छु कि उहाँले बलिउडमा कलिउडमा मात्र गायन रहेछन्, तर उहाँले एउटा नौलो कुरोहरू पनि प्रयोगमा ल्याएको रहेछ। सो के भने किशोर कुमारको जब हामी कुरा गर्छौँ उहाँको त्यो वुडलिङ त्यो म गरेर सुनाउन सक्दिनँ, जान्दिनँ, सायद यहाँ आउने गायकहरू उहाँहरू सक्नुहुन्छ। र नेपाली सङ्गीतमा चाहिँ यो वुडलिङ गर्ने अथवा यो प्रयोगमा ल्याउने चाहिँ प्रथम व्यक्ति अथवा प्रथम गायक चाहिँ उहाँ इन्द्रजित रिजाल हुनुहुन्छ। यसको निम्ति पनि यहाँलाई हामी आभार व्यक्त गर्नुपर्छ। उहाँलाई हामी पुनः बधाई दिँदै अब हामी कार्यक्रमको अन्ततिर आइसकेका छौँ र यसरी तपाईँहरूले दार्जिलिङको जाडोलाई पन्साएर ठिमा हात काँप्दै भए तापनि यतिका बेरसम्म यहाँ यो कार्यक्रमलाई अवलोकन गरेर कार्यक्रमको शोभा बढाइदिनु भएकोमा हामी कृतज्ञ छौँ, आभार प्रकट गर्दछौँ। र म अब अन्तिम वक्ताको रूपमा मञ्चमा निम्ताउन चाहन्छु सूचना एवं सांस्कृतिक विभाग गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका भारप्राप्त कार्यकारी सभासद माननीय श्री अनुज थापाज्यू र उहाँले आफ्नो सम्बोधन राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। जुलुसमा त भन्ने बानी छ नि त हामीलाई, त्यो जन्मखा भनेको विशेष वीर पूजा सभ्यताको एउटा अङ्ग हो भनेर हाम्रा महान व्यक्तित्वले भनिसकेको छ र यी वीर पूजा साँच्चै नै हाम्रो सभ्यतालाई दर्शाउने एउटा माध्यम बनेको छ र आज हामीले हाम्रा वीरका पूजा गरिरहेका छौँ। एउटा वीर जो दिवंगत हुनुभएको छ मास्टर मित्रसेन थापा, अनि अर्का वीर हाम्रा आज अलङ्कृत व्यक्तित्व इन्द्रजित रिजालज्यू। र मित्रसेन थापा विषयमा धेरैले उहाँ हाम्रो प्रोफेसर साहबले, हाम्रो सुदर्शन कम्पनीज्यूले र हाम्रो विमल दाईले सबैले भनिसक्नु भएको छ। र मित्रसेन थापा विषयमा म त्यति बोल्दिनँ, तरै पनि आज उहाँको यो कार्यक्रम भएको हुनाले उहाँ एकजना राष्ट्रपति र गोर्खा जातिलाई माया गर्ने एकजना राष्ट्रवादी गान्धीवादी भएको कारणले गर्दा उहाँ राष्ट्रवादी हुन् र हाम्रो गोर्खा समाजलाई सुधार गर्ने हुँदाखेरि चाहिँ उहाँ एउटा हाम्रो गोर्खा जातीयवादी एकजना व्यक्तित्व हुनुहुन्थ्यो। र उहाँले एउटा समाज सुधारको लागि जुन प्रकारले चाहिँ जसरी अगमसिंह गिरिज्यूले एउटा तपाईँको कविता लेखेर अथवा साहित्यद्वारा हाम्रो जातिलाई एउटा सन्देश दिनुभयो, त्यसरी नै चाहिँ हाम्रो मित्रसेन थापाज्यूले गीत सङ्गीतद्वारा चाहिँ हाम्रो जातिलाई उत्थान गर्ने बाटोमा चाहिँ अगाडि लानुभएको थियो। र आज यस्ता महान व्यक्तित्वको जन्म जयन्तीमा जुन प्रकारले आज कार्यक्रम भयो, यो कार्यक्रममा उपस्थिति सन्तोषजनकै छ भन्नु पर्यो। किन भन्दाखेरि यहाँ अगाडिबाट हेर्दै लग्यो भने चाहिँ एकजना व्यक्ति बराबर 1,000 बराबर छ। हामी सन्त गरौँ न, सन्त गरौँ, एकजना व्यक्ति 1,000 बराबर छौँ भनेर त हामी आफूलाई सन्त गरौँ। र इन्द्रजित विचार सर जुन हुनुहुन्छ, सायदै हामीले जातित्व भाषणमा मात्रै भन्छौँ जस्तो लाग्दैछ। जात होइन, अब जाति भएर बाँच्नुपर्छ हामी भनेर चाहिँ भाषण र चाहिँ त्यो हुल बाँधिँदाखेरि जुलुसमा मात्रै भन्छौँ हामी। बुझ्नुभयो त? एउटा समुदाय छ, हामी त्यो समुदायलाई जहिले पनि हामीले चाहिँ द्वेषको दृष्टिले हेर्छौँ, शत्रुको दृष्टिले हेर्छौँ। हामी एउटा समुदाय छ होइन, जसले आफ्नो वीरहरूको पूजा गर्न जानेको छ होइन।
आज त्यो समुदायको कुनै एउटा विभूतिको यो प्रकारको चाहिँ अलङ्करण भयो आज भिड हुन्थ्यो होला सायद। तर अहिले यो मैले कुरा गर्दाखेरि चाहिँ भन्यो भने यसलाई भाइरल होला, अझै पनि चाहिँ हामी चाहिँ 100 वर्ष पछाडि नै रहेछौँ जस्तो लाग्छ मलाई। किन भन्दाखेरि चाहिँ हाम्रो बाजेले टोको बोक्दाखेरि बसु बाजेहरूले चाहिँ ब्यारिस्टरको किताब बोकेको रहेछ जस्तो लाग्छ अहिले यो हेर्दाखेरि चाहिँ। क्या बुझ्नु त? अनि त्यस कारणले गर्दाखेरि अनि सरको जुन प्रकारको सम्मान हुनु पर्थ्यो, आज राजेश हमाल यदि यहाँ आएको भए त्यो राजेश हमालको अनुहारलाई चिनाउने व्यक्तित्व चाहिँ इन्द्रजित विचार भन्छ नि, होइन? अहिले अब यो बाटो मेरो हो भन्दाखेरि इन्द्रजित विचारलाई सोच्दैनौँ हामी, अनुहार पनि छलक्कै राजेश हमालको चाहिँ अनुहार आउँछ क्या, होइन? यदि राजेश हमाल चाहिँ यो जग्गामा चाहिँ आज आएको भए चाहिँ यहाँ भिड हुन्थ्यो होला, अटोग्राफ माग्नेहरूको चाहिँ एकदमै चाहिँ भिड हुन्थ्यो होला। तर आज हामीसितै भएको विभूतिलाई चाहिँ सायद यही कारणले होला चाहिँ सरले यसपालि मात्रै पुरस्कार गर्नुभएको, नभए यो पुरस्कार पहिला नै पाउनु पर्थ्यो होला जस्तो लाग्छ मलाई। र अनुराधा पौडेल, आशा भोसले, तपाईँको चाहिँ पूर्णिमाहरूसँग आफ्नो स्वर दिनु सक्नुभएका यस्ता महान गायकलाई हामीले अलङ्करण गर्न पायौँ। यो हाम्रो लागि एकदम सौभाग्यशाली एउटा दिन हामी ठान्छौँ, यो सार्थक दिन ठान्छौँ। र यो कार्यक्रम हामीले गिरी जयन्तीमा नै चाहिँ हामीले संलग्न गरेर गर्थ्यौँ हामी पहिला गिरी जयन्तीलाई। तर हाम्रो विमल दाजुको परामर्श अनुसार के भयो भन्दाखेरि चाहिँ गिरिज्यूको विशेषता भिन्दै छ अनि मास्टर मित्र सेन थापाको विशेषता भित्रै छ। अब उहाँहरूलाई एकै ठाउँ राखेर चाहिँ गिरी भन्दाखेरि चाहिँ अगमसिंह गिरी भन्दा चाहिँ अलिक होच्याउनु हुँदैन मात्र मास्टर मित्र सेन थापालाई भन्ने उद्देश्य लिएर चाहिँ हामीले यो कार्यक्रमलाई चाहिँ छुट्याएको छौँ। यसपालि चाहिँ छुट्याएको। अनि अमितलाई मैले अस्ति भनेको पनि थिएँ, ओ अमित ग्ल्यामरस बनाउनु भएन तर मान्छे चाहिँ थुपार्नु पऱ्यो भनेर अमित खै कता गयो भागे क्या हो। हाम्रो लागि चाहिँ ग्ल्यामर त्यो मान्छे थुपार्नु नै ग्ल्यामर हो भनेर चाहिँ मैले भनेको थिएँ क्या। मान्छे चाहिँ थुप्रिन्छ होला दाजु त भनेको थियो हाम्रो अमितले पनि क्या है भन हो है, मान्छे त थुप्रिन्छ मलाई केही डर लाग्यो। यहाँ दार्जिलिङमा चाहिँ क्या हो, दार्जिलिङमा कलासित सम्बन्धित भएको म सायद 2-3 वर्ष मात्रै भयो होला, बुझ्नुभयो त? कलासित कला र कलाकारहरूसित सम्बन्धित भएको अनि यस्तै चिसो हुन्छ होला डर लागेको कारणले गर्दाखेरि चाहिँ अमितहरूलाई चाहिँ मैले अस्ति भेट्दाखेरि चाहिँ मान्छे थुपार्नुपर्छ धेरैलाई बुझाउनु सबैलाई हामीले चाहिँ निमन्त्रण गरेको थियौँ दाजु, मान्छे थुप्रै होला चाहिँ भन्नुभयो पाहुना हाम्रो अमितहरूले। तर सरलाई अलङ्करण गऱ्यौँ हामीले, खल्लो लागेको छ मलाई एकदम खल्लो लागेको छ। त्यस कारणले गर्दाखेरि चाहिँ 11 तारिक दिन तपाईँ फेरि आउनुपर्छ साथी तल, बुझ्नुभयो त? 11 तारिक दिन म स्पेसल तपाईँलाई निमन्त्रण गर्न चाहन्छु, बुझ्नुभयो त? 11 तारिक जो तपाईँको चाहिँ हाम्रो सालबारीको चाहिँ त्यो प्राङ्गणमा जुन कार्यक्रम हुँदैछ त्यो कार्यक्रममा भव्य कार्यक्रम हुन्छ। मैले अहिले सालबारीमा पञ्चायत भोट जित्नेसम्म चाहिँ छिमेकीहरू बनाइसकेको छु, सबैलाई बोलाउँछु, बुझ्नुभयो त? यो छोटो 1-1.5 वर्षभित्रमा पञ्चायत भोट जित्नेसम्म छिमेकी बनाएको छु मैले क्या, बुझ्नुभयो त? सबैलाई घाँटीतिर बोलाउँछु, बुझ्नुभयो त? भव्य कार्यक्रम हुन्छ सालबारीको दिन। र त्यस कारणले गर्दाखेरि सरलाई फेरि निमन्त्रण गर्न चाहन्छु। हाम्रा सङ्गीतका महागुरु हाम्रा पेमा सरसित त मेरो एकदमै राम्रो रिलेसन छ, बाउ छोराको रिलेसन छ है सर। सरले चाहिँ बेलुका मात्रै छोरा भनेर त फेरि युज छोरा मात्रै भनेर क्या। अनि बाउ छोराको रिलेसन छ। सरलाई पनि हामी स्पेसल रूपमा चाहिँ निमन्त्रण गर्न चाहन्छौँ र सम्पूर्ण जति पनि हुनुहुन्छ अहिले त प्रायः चाहिँ तल मधेसमा नै छ, मधेसमा बस्दो रहेछ मान्छेहरू। मैले मैले थाहा पाएको यहाँको पाहाडको मान्छेहरूले प्रायः नै मधेसमा किन भन्दाखेरि चाहिँ मेरो नानी पढाउनुको लागि मात्रै नभए म कहिले पनि मधेस बस्नै गरेको थिइनँ।
भन्नु मतलब मेरो चाहिँ मधेसमा चाहिँ फ्ल्याट र घर छैन भन्नु खोजेको नि मैले बुझ्नुभयो त अनि तपाईँको यसपालि यो 11 तारिक जनवरीको दिन जुन कार्यक्रम हुन्छ यो कार्यक्रम भव्य अनि सभ्य कार्यक्रम हुनेछ अनि यसमा हाम्रा सर दुई सरलाई चाहिँ हामी निमन्त्रण गर्न जान्छौँ र अन्तमा म के भन्न चाहन्छु भन्दाखेरि स्रष्टालाई विभूतिलाई हामीले जहिले पनि मृत्युपछि मात्रै सम्मान गर्ने गर्छौँ मृत्यु भएपछि सम्मान गर्ने गर्छौँ र मृत्यु अगाडि नै चाहिँ मतलब जो उहाँ जीवित हुँदा नै चाहिँ सम्मान गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो र सुरेश कुमार छेत्री सर होइन ज्यू उहाँको पनि योपालि चाहिँ अगमसिंह गिरी पुरस्कार प्राप्त गरिरहनुपर्छ इन्द्रजित निजार सर र एकजनालाई मैले छोडिराखेको छु उहाँ चाहिँ हुनुहुन्छ देवनारायण प्रधान देवनारायण प्रधानलाई मैले तपाईँको चाहिँ उहाँलाई पनि चाहिँ मुटुभित्रबाट नै सम्झेको छु होइन र जुरीहरूले जस्तोसुकै निर्णय गरिरहोस् मेरो लागि चाहिँ देवनारायण प्रधान प्रति एउटा अलङ्करण हुनसक्ने एकजना चाहिँ प्रतिभा हुन्छ र यो चिजलाई पनि चाहिँ हामी अगाडि राख्नेछौँ र मैले पहिला नै घोषणा गरिसकेको छु इन्द्रजित मिजार सर र देवनारायण प्रधान ज्यूको लागि हामीले अब यो ठन्डा महिना त होइन एउटा राम्रो कार्यक्रम सोचेको छौँ र मार्च अप्रिलमा हुन्छ होला यो कार्यक्रममा चाहिँ यहाँहरू सबैले चाहिँ सहभागिता गरिदिने उहाँहरूलाई चाहिँ एउटा तपाईँको सम्मान स्वरूप एउटा कार्यक्रम हामी गर्ने भएको छौँ र त्यो कार्यक्रममा चाहिँ यहाँहरू सम्पूर्णले पनि चाहिँ सहभागिता भएर चाहिँ उहाँहरूको हौसला बढाइदिने उहाँहरूलाई चाहिँ जीवित हुँदाखेरि चाहिँ हामी सम्मान गर्नुपर्छ भन्ने उद्देश्य लिएर चाहिँ हामीले जुन कार्यक्रम गर्दैछ यो कार्यक्रमलाई चाहिँ यहाँहरूले सफल बनाइदिने हामी अनुरोध गर्न चाहन्छौँ अनि यसको विषयमा हाम्रा चन्दन लम्जेल के भने गुरुजीसित पनि चाहिँ बात भइसकेको थियो एउटा राम्रो कार्यक्रम गर्नुपर्छ भनेर र यो कार्यक्रम हामी चाँडै मार्च अप्रिलतिर गर्नेछौँ अनि जिटी आइडल सेकेन्ड पनि चाहिँ गर्नु कि नगर्नु योपालि जिटी आइडल गुरुजी कलाकारहरू बेहोराइहाल्छ त नगर्ला जस्तो लाग्दैन मलाई त के त म त नि गुरुजी म त तपाईँको चाहिँ यो सङ्गीत के भने सङ्गीतको कार्यक्रम नगर्नु सभासदै हो बुझ्नुभयो त तर कलालाई नै चाहिँ हाम्रो पहाडको सङ्गीतलाई नै चाहिँ सम्वर्धन गर्नुपर्छ हाम्रो तपाईँको चाहिँ मेची बारीको अतिक्रमण ज्यादा भयो यो अतिक्रमण हटाउनुपर्छ हाम्रो यहाँ चाहिँ एउटा घडेरी निर्माण गर्नुपर्छ भन्ने जसरी चाहिँ तपाईँको चाहिँ अम्बर गुरुङ सर तपाईँको यता गोपाल इन्जन सरको अरुणा लामाको यो भूमि जुन उर्वर भूमिलाई फेरि चाहिँ तपाईँको त्यो मरुभूमि जस्तो भइसकेको भूमिलाई फेरि उर्वर बनाउनुपर्छ भन्ने उद्देश्यले राखेको हो तर कतिपय सबै कलाकारहरूले एकाध कलाकारहरूको बेहोरा हेर्दाखेरि चाहिँ नि भनेको जस्तो लाग्छ क्या बुझ्नुभयो त यस्तो डर लाग्दो बेहोरा देखाएको छ के भन्नु र बुझ्नुभयो त र सम्पूर्णलाई आज यो कार्यक्रममा आइदिनु भएकोमा हामी आन्तरिक हृदयबाट धन्यवाद पनि दिन चाहन्छौँ र जिटिआइएल सेकेन्डको लागि पनि चाहिँ हामीले एउटा प्रिपरेसन गर्दैछौँ यो पनि चाँडै हामी यहाँहरू अगाडि चाहिँ राख्नेछौँ र पहाडी सङ्गीतलाई जसरी हुन्छ हामीले सम्वर्धन गर्नुपर्छ र हाम्रो प्रतिभाहरूलाई चाहिँ पछाडि राख्नुपर्छ भन्ने मेरो मनोकामना यहाँहरूप्रति प्रकट गर्दै मेरो यो शब्द यही समाप्त गर्न चाहन्छु धन्यवाद जय गोर्खा जय शक्ति र यसरी संयुक्त रूपमा गरेर मास्टर मित्रसेन थापा पुरस्कार चाहिँ उहाँको जन्म दिवसमै अथवा अर्को पुण्यतिथिमा कुन चाहिँ एउटा डेट हुन्छ त्यसमा गरौँ भनेर जोड गर्ने हामी हौँ अनि हाम्रो जोडलाई उहाँहरूले स्वीकार गरिदिनु भयो अनि अन्तमा गएर हामीले यो तय गऱ्यौँ कि यसपल्ट चाहिँ हामी एउटा यो मास्टर मित्रसेन पुरस्कार चाहिँ 29 डिसेम्बरमै दिउँ भन्ने हामीले एउटा जमर्को कस्यौँ सफल भयो भएन त्यो समयले बताउँला भोलितिर यसको पक्कै पनि हामीलाई फिडब्याक प्राप्त हुनेछ यद्यपि यहाँहरूले निमन्त्रणा स्वीकार गरेर यो प्रोग्रामहरू युट्युबमा हाल्छौँ हामी भनेर भने त गोर्खा मान्छे डिजिटलमा यहाँ हाम्रा आदरणीय सभासदज्यूले यहाँ जानकारी दिएअनुसार यो कार्यक्रमलाई हामी मार्फत समाचार त हामी गर्छौँ युट्युब मार्फत पनि हामी यसलाई प्रेषित गर्नेछौँ विशेष गरेर अहिले यो हाम्रो सङ्कल्प प्रोडक्सन सविता थापा दिदीले यसलाई कभरेज गरिरहनु भएको छ सायद यहाँ पनि डिपार्टमेन्टले पनि गरिरहेको होला र
युट्युबमा पनि गर्ने हामी प्रस्तुत गर्नेछौँ। यहाँहरूले हेरिदिनु होला अनि अन्यलाई पनि जनाइदिनु होला। मैले भन्दै थिएँ यहाँहरू सम्पूर्णलाई फेरि एकपल्ट हामी आयोजकको पक्षबाट आभार कृतज्ञ व्यक्त गर्न चाहन्छौँ। कतिपय चाहेर पनि आउनु सक्नु भएन, उहाँहरूलाई पनि हामी आभार भन्न चाहन्छौँ। यद्यपि यहाँबाट हामी म ओझल हुन अघि समारोहको औपचारिकतालाई पुरा गर्नको निम्ति धन्यवाद ज्ञापन सँगसँगै आजको समारोह बर्खास्तको घोषणा गरिदिन हुन मास्टर मित्रसेन थापा साहित्य कला संस्थानका अध्यक्ष माननीय श्री अजय कुमार थापाज्यूलाई म यहाँ डायसमा निम्ताउँदछु र पुनः यहाँहरूलाई आभार व्यक्त गर्दै यहाँहरूबाट म बिदा लिन्छु। धन्यवाद। काटेर पठाउला मलाई। यहाँहरू सम्पूर्णमा अभिवादन। र 2023 4 डिसेम्बरको दिन दार्जिलिङका यस्ता केही युवाहरू जसले चाहिँ मास्टर मित्रसेन थापाको सन्देशहरूलाई प्रचार प्रसार गर्न अनि अझै पनि पछाडिएको यो हाम्रो जातिलाई अघि बढाउने एउटा मास्टर मित्रसेनको दिशानिर्देशलाई त्यो ठुलो एउटा जिम्मेवारीलाई अघि बढाउन भनी एउटा संस्थानको जन्म भएको थियो, मास्टर मित्रसेन थापा साहित्य कला संस्थान दार्जिलिङ भनेर, जसको सभाले अध्यक्षताको भार मलाई वहन गर्न भनी आजसम्म संस्थानको म अध्यक्षको रूपमा छु। र यो संस्थानको उद्देश्य भनेको नै अघिदेखि नै हामीले हाम्रो वक्ताहरूबाट पनि सुन्यौँ, मास्टर मित्रसेनले जाति उत्थानको निम्ति कति धेरै मेहनत गरेको थिए, परिश्रम गरेको थिए। आफ्नो मृत्यु पर्यन्त उहाँले सम्पूर्ण जीवन दान नै जाति उत्थानको निम्ति उहाँले होमेका थिए। र उहाँको जति पनि सन्देशहरू छ अझै पनि त्यो सन्देशलाई हामीले चर्चामा ल्याउनु पर्नेछ। मास्टर मित्रसेनलाई अझ व्यापक रूपमा परिचित गराउनु पर्नेछ, चिनाउनु पर्नेछ। उहाँले देखाएको बाटोहरूमा हामी हिँड्नु पर्नेछ। जातिको अवस्था यस्तो गुज्रेको भएर गएको छ आजभोलि, हामी सबैले त्यो हामीले अनुभूत गरेको कुराहरू हौँ। र यही कुरोहरू हामी सन्देशमा सम्प्रेषण गर्नका लागि चाहिँ हाम्रो यो संस्थानले कार्यहरू गरिरहेको छ। त्यति बेलादेखि नै हामीले यो स्थानीय निकायलाई, स्थानीय सरकारलाई हामीले एउटा पत्रद्वारा हामीले बिन्ती चढाएका थियौँ कि मास्टर मित्रसेन थापा पुरस्कार जिटिएले प्रदान गर्दै आएको सालुले त्यसलाई मास्टर मित्रसेन थापाकै जन्म जयन्तीमा हामीले जुन प्रकारले जयन्ती पालन गर्छौँ त्यसै दिन प्रदान गर्नुभयो भनेदेखि एकदमै यो उत्तम हुने थियो, यो एकदम सान्दर्भिक हुने थियो भन्ने कुरोलाई हामीले अघि बढाउँदा बढाउँदा बल्ल यस वर्ष जिटिएका माननीय प्रमुख कार्यपाल उहाँको अनुमोदन र जिटिए अन्तर्गत सूचना एवं सांस्कृतिक विभाग र हामी मास्टर मित्रसेन थापा साहित्य कला संस्थानको यो एउटा जमघट र हाम्रो बातचितको निर्णयअनुसार नै आजको यो मास्टर मित्रसेन थापा पुरस्कार अलङ्करण समारोह हामीले यसरी आज वरिष्ठ स्रष्टा श्रीमान इन्द्रजित मिजरलाई हामीले प्रदान गरेर मास्टर मित्रसेन थापाले दिएको जुन चाहिँ सन्देशलाई हामीले साकार तुल्याउँ भन्ने कुरोमा म विश्वस्त छु। त्यही कारणले गर्दा म एउटा धन्यवादको यो सानो औपचारिकता मात्र म निभाउन यहाँ म अध्यक्षको हैसियतमा, यस समारोहको अध्यक्षको हैसियतमा म यहाँनिर उभिएको छु। र जुन प्रकारले जिटिए प्रमुख कार्यपालले यो
मास्टर मित्रसेन थापा पुरस्कार अलङ्करण समारोहलाई हामीले भनेकै दिनमा उहाँले प्रदान गर्नुहुने जुन चाहिँ अनुमोदन दिनुभए बापत यहाँलाई हामी संस्थानको तर्फबाट मरिमरि धन्यवाद अर्पण गर्दछौँ। र त्योभन्दा पनि अझै त्यो सँगसँगै त्यो धन्यवाद हामीले दिनुपर्छ सूचना एवं सांस्कृतिक विभागका कार्यकारी सभासद श्री अनुज थापा। उहाँसितको बारम्बार हामीले जोगाजोगबाट नै आजको यो पुरस्कार अलङ्करण समारोह समापन हुनमा हामी एकदमै सफल भएका छौँ। र सूचना एवं सांस्कृतिक विभागका सचिव सामदेन डुक्पा लगायत सहनिर्देशक श्री भानुकान्त घिसिङ, सहनिर्देशक अर्का श्री विमल राईज्यू, यहाँहरूलाई हामी संस्थानको तर्फबाट मुरीमुरी धन्यवाद टक्राउन चाहन्छौँ, किनकि यहाँहरूकै सहयोग र साथले हामी यो आजको यो सफलतामा हामी सफलता हासिल गर्न सकेका छौँ। र आज सम्पूर्णलाई हामीले प्रोटोकल मेन्टेन गर्दै जति पनि हामीले निमन्त्रणाहरू बाँडेका थियौँ, उहाँहरू नआए तापनि उहाँहरूले सन्देशहरू पठाउनु भएको छ। यहाँहरू सबैलाई सभासदगण जिटेका सबैलाई हामी धन्यवाद भन्न चाहन्छौँ। सूचना एवं सांस्कृतिक विभागका कलाकारवर्ग जसले मास्टर मित्रसेन थापाका यति मिठो गीत हामीलाई प्रस्तुत गरेर हामीलाई उहाँले प्रस्तुत गरिदिनु भयो, ती कलाकारवर्ग सबैलाई हामी धन्यवाद भन्न चाहन्छौँ। सूचना एवं सांस्कृतिक विभागका प्रत्येक कर्मचारीवर्ग जसले आजभन्दा 10-12 दिन अगाडिदेखि नै संयुक्त रूपमा हामीसित कार्य गरेर आजको दिनलाई यसरी सफल बनाउनु हुने सम्पूर्णलाई हामी धन्यवाद भन्न चाहन्छौँ। हाम्रो अनुरोधलाई, हाम्रो निमन्त्रणालाई स्वीकार गरेर मास्टर मित्रसेन थापा सम्बन्धी सार्वजनिक वक्तव्य राखिदिनु भए बापत डाक्टर विनय प्रधान अनि श्री सुदर्शन अम्बोटेलाई हामी धन्यवाद नभनी सक्दैनौँ। र विभिन्न सङ्घ संस्था जसलाई हामीले पत्रचार एवं निमन्त्रणा प्रेषण गरेर चाहिँ हामीले बोलाएको थियौँ, जो उपस्थित हुनुभएको छ उहाँहरू सबैलाई हामी धन्यवाद दिन चाहन्छौँ। जिटे सभा सल्लाहकार आदरणीय ज्योति कुमार दाजु, यहाँलाई भर्बल्ली पनि मैले भन्दा अनि निमन्त्रणा पनि हातमा थमाइदिए बापत उहाँ त्यति टाढाबाट उपस्थित हुनुभइदियो, यहाँलाई म मरिमरि धन्यवाद दिन चाहन्छु संस्थानको तर्फबाट। वरिष्ठ गायक आदरणीय पेमा लामा सर, वरिष्ठ नाट्य अनि सिनेकर्मी आदरणीय दिदी मेनुका प्रधान, डोसलाई प्रतिनिधित्व गरेर आउनुहुने डाक्टर असुजा मङ्गर, स्वगन थापा, भाइ प्रभात थापा, यहाँहरू सबैलाई संस्थानको तर्फबाट कोटी कोटी धन्यवाद टक्राउन चाहन्छु। ढिलै भए तापनि सिक्किमबाट पाल्नुहुने विष्णु थापा सर, यहाँलाई पनि हामी धन्यवाद भन्छौँ। विशेष गरेर मेरो अनुरोधलाई स्वीकार गरेर मिरिक जस्तो त्यत्रो टाढोबाट पनि यहाँनिर आएर आफ्नो उपस्थिति जनाउनु हुने मेरो प्रिय बहिनी अम्बिका थापा, जो सूचना एवं सांस्कृतिक विभागकै एक कर्मचारी हुनुहुन्छ, मिरिक क्षेत्रबाट एउटा राम्रो एकदमै दामी कार्यक्रम होस्ट गर्ने एकजना सिपालु कर्मी हुनुहुन्छ। उहाँ
जो यहाँहरूलाई परिचयको निम्ति भन्नुपर्दाखेरि चाहिँ मिरिकबाट प्रसारित हुने अम्मोइनी सिरियल त्यो श्रृङ्खलाका एकदम प्रमुख के भनौँ कलाकार हुनुहुन्छ। यहाँलाई एकपल्ट तालीले पनि स्वागत गरिदिनु होला। विशेष रूपले मगर सङ्घ भारतका अध्यक्ष श्री कमल मगर अनि महासचिव शङ्कर राणा, कोषाध्यक्ष पूर्ण राणा, उहाँहरूले आजको यस कार्यक्रममा आफ्नो उपस्थिति दिई हामीलाई सहयोग गर्नुभएको छ। यहाँहरूलाई धन्यवाद भन्न चाहन्छौँ। साहित्य सङ्गीत अनि कला क्षेत्रका जति पनि उपस्थित कलाकारवृन्द हुनुहुन्छ यहाँहरू सम्पूर्णमा धन्यवाद भन्न चाहन्छु। मिडियाकर्मीका भाइ बहिनीहरू जसले आजको समारोहलाई सम्पूर्ण रूपले समेटिएर प्रसार गरिदिनु हुने जिम्मा लिनुभएको छ, यहाँहरूलाई पनि म धन्यवाद भन्न चाहन्छु। साउन्ड र लाइटलाई बन्दोबस्त गरिदिनु हुने भाइ अर्जुन थामी अनि अन्यलाई म धन्यवाद भन्न चाहन्छु। यस मञ्चमा जहाँ म उभिएको छु यो मञ्चलाई सजावट गरिदिने भाइ वसन्त थापालाई म धन्यवाद नभनि सक्दिनँ। अनि अब हामी कार्यक्रमको समापनमा छौँ र यो कार्यक्रम समापन भइसकेपछि हामी दिवा भोजन ग्रहण गर्नेछौँ। यो दिवा भोजनको बन्दोबस्त गरिदिनु हुने बहिनी शान्ति अनि उनका सहयोगीहरूलाई म धेरै धेरै धन्यवाद टक्राउँदै धन्यवादको क्रममा जसको पनि मैले नाम यहाँ छोडेँ भनेदेखि उहाँहरूप्रति पनि म धन्यवाद भन्दै आजका प्रमुख अतिथि भारप्राप्त कार्यकारी सभासद श्रीमान अनुज थापाको यो आदेशलाई मान्दै आजको सम्पूर्ण मास्टर मित्रसेन थापाको 130औं जन्म जयन्ती समारोह पूर्ण रूपले समापन भएको म यहाँ घोषणा गर्दछु। सबैलाई धेरै धेरै धन्यवाद। सम्पूर्णले दिवा भोजन लिएर मात्र प्रस्थान गरिदिने हुन म अर्को एउटा थप अनुरोध गर्दै म यहाँ एउटा ओजन हुन चाहन्छु। धन्यवाद।